स्क्रिनसट चाहिँ केमा बनाउनु हो? अ, यो स्क्रिनसटहरू चाहिँ फिग्मामा बनाएको हो मैले आइकनहरू अनि स्क्रिनसट सबै। एएसओ पनि गर्नुभएको थियो तपाईँले यो एपको यो टाइटलहरूमा अगाडि। एएसओ पनि छ, तपाईँहरूले यहाँनिर गएर मेरो अरू एपहरू पनि चेक गर्न सक्नुहुन्छ। जस्तै एपहरूमा चाहिँ मेरो स्पिड भिपिएन भन्ने छ, यसमा चाहिँ 5 लाख प्लस डाउनलोड गएको छ होइन, 500 के डाउनलोड गएको छ। अनि त्यस्तै एक्सप्रेस भिपिएन भन्ने छ, यसमा चाहिँ 1 लाख प्लस डाउनलोड गएको छ। यो पनि तपाईँहरूले चेकआउट गर्न सक्नुहुन्छ है त। अर्ग्यानिकै हो सबै? हजुर, मतलब अर्ग्यानिक सबै किबोर्डहरू युज अर्ग्यानिक नै हो लगभग भनौँ न, कुनै मतलब पेड एड्सहरू चाहिँ चलाएको छैन यसमा। गुगल एएसओहरू प्ले स्टोरको एएसओ गर्नु कसरी गर्नुभयो तपाईँले? त्यसको लागि चाहिँ अलि टाइम नै लाग्छ। त्यसको लागि चाहिँ एउटा अनाउन्समेन्ट आउँदैछ, तपाईँहरू हजुर। आजको लास्टसम्म बस्नुभयो भने चाहिँ त्यो अनाउन्समेन्टमा सबै कुरा रिभिल हुन्छ है त। ए ओके। अनि यो चाहिँ भर्खरै भयो, मैले रिलिज गरेको, धेरै भएको छैन, 1 मन्थ जति भएको छ होला। यो पनि सेम फ्लटरबाटै, सबै फ्लटरबाट बनाएको हो। अहिले चाहिँ एन्ड्रोइडमा मात्रै आएको छ, अब छिट्टै आइओएसमा पनि यो लन्च हुन्छ। यदि तपाईँहरूसँग मास्टर कार्डहरू छ भने चाहिँ तपाईँहरूको 1 मन्थ सब्सक्रिप्सन चाहिँ फ्री छ है यो एप्लिकेसनमा। अब म वाट्सएप ग्रुपमा पनि यो एपको लिङ्क चाहिँ फरवर्ड गरिदिन्छु है त, सबैले चेकआउट गर्नु सजिलो हुन्छ। ओके, हामी 39 भयो, 40मा स्टार्ट गर्छौँ है त। ओके, हामी अब सेसन स्टार्ट गर्दा हुन्छ, सबैजना रेडी हो? थम्सअप दिउँ त सबैजनाले। ल, आजको सेसन स्टार्ट गरौँ है त। तपाईँहरू लास्टसम्म बस्नु होला आजको सेसनमा चाहिँ। लास्टमा एउटा अनाउन्समेन्ट छ, त्यसको लागि चाहिँ तयार हुनु होला। अनि हिजोको दिएको टास्क चाहिँ को कोले गर्नुभयो? टास्क कस्तो थियो? अलि गाह्रो नै थियो कि अलि सजिलो नै थियो कि के थियो? गाह्रो थियो सर। अलिकति गाह्रो नै भयो होला है, हामीले सिकेँ भन्दा चाहिँ अलि धेरै नै थियो टास्कमा चाहिँ। त्यसको इन्स्ट्रक्सनहरू त मैले दिएको थिएँ। रन नै भएन भन्नुभएको छ एकजनाले, त्यो चाहिँ हामी रन गर्छौँ है त। आज चाहिँ के भएको रहेछ, अथवा तपाईँले के एरर आयो भने चाहिँ वाट्सएप ग्रुपमा मेन्सन पनि गर्न सक्नुहुन्छ।
नि जस्तै हाम्रो हिजोको एप्लिकेसनमा चाहिँ तपाईँहरूले युज गर्नुभयो होला जस्ट एउटै फाइलमा यस्तै होम विजेटहरू अनि कार्डहरू बनाएर गर्नुभएको भए चाहिँ सल्भ हुन्थ्यो। अनि त्यो कार्टमा राख्नको लागि चाहिँ जस्तै हामीले यहाँनिर काउन्टर सेट स्टेट गरेको थियो नि, त्यो चाहिँ युज गरेर सेट स्टेटबाट यहाँदेखि प्लस प्लस गरेर कार्टमा चाहिँ एड गर्ने अथवा त्यसको नम्बर अफ कार्टमा कुन कुन जान्छ त्यो चाहिँ अपडेट गर्ने अथवा यसलाई माइनस गरेर त्यसले कार्डबाट डिलिट पनि गर्न सक्नुभयो होला हिजो सबैजनाले भन्ने लाग्यो। अथवा कसैले एआईले पनि गर्नुभएको होला, त्यो चाहिँ एआईले गर्दा पनि हुन्छ, तर लोजिक चाहिँ कसरी काम गर्छ भनेर सिक्नुपर्छ है त। ओके, गाह्रो थियो भन्दै हुनुहुन्छ। गाह्रो त फर्स्टमा त गाह्रो नै लाग्छ, तर एकचोटि तपाईँहरूले फ्लटरको विजेट स्ट्रक्चर बुझ्नुभयो भने चाहिँ अलि सजिलो हुन्छ है त। हामी हिजो सेसन डे 2 को चाहिँ हामी फर्स्टमा रिक्याप गर्छौँ है त। डे 2 मा हामीले के गरेको थियौँ, फर्स्टमा युआई युएक्स र विजेट सिस्टम गरेको थियौँ। अनि स्टेटफुल विजेट र स्टेटलेस विजेटको बारेमा हामीले सिकेको थियौँ। त्यसमा चाहिँ स्टेटफुल भनेको एप्लिकेसनभित्र आफै अपडेट गर्न मिल्ने चाहिँ स्टेटफुल भन्छ। अनि एकचोटि बिल्ड भइसकेपछि त्यसलाई चेन्ज गर्न सकिँदैन भने चाहिँ त्यसलाई स्टेटलेस भन्छ है त। अनि फ्लटरको विजेटको बारेमा हामीले कुरा गरेका थियौँ। फ्लटरमा एभ्रिथिङ इज विजेट भन्छ। त्यो भनेको चाहिँ एभ्री कम्पोनेन्टलाई चाहिँ रिप्रेजेन्टेसन विजेटले गर्छ। जस्तै तपाईँले एउटा फोन लिनुभयो, फोन पनि विजेट नै हो फ्लटरको भाषामा। अथवा तपाईँले एयरपोर्ट लिनुभयो, त्यो पनि फ्लटरको भाषामा विजेट नै हो। अनि फ्लटरभित्रको त्यो कानमा लाउने इयरपिस पनि फ्लटरको भाषामा विजेट नै हो। त्यो चाहिँ कुन प्यारेन्ट विजेट र कुन चाइल्ड विजेट भन्ने मात्रै हो। त्यसमा चाहिँ तपाईँहरू कन्फ्युज हुनु भएन। अनि हामीले कन्टेनरको बारेमा सिकेको थियौँ, कन्टेनर बक्स मोडलको बारेमा सिकेको थियौँ। कन्टेनर बक्स मोडल भन्नाले तपाईँले प्याडिङ मार्जिनहरू राख्नको लागि, कलरहरू डिफाइन गर्नको लागि युज हुन्छ। अनि त्यसपछि मेन स्क्रिन बनाउनको लागि फ्लटरमा डिफ्रेन्ट स्क्रिन हुन्छ एप्लिकेसनमा। त्यो स्क्रिनहरू बिल्ड गर्नको लागि चाहिँ हामीले स्काफोल्ड भन्ने युज गरेका थियौँ। अनि टपमा कुनै टाइटलहरू दिनु पऱ्यो, एप्लिकेसनको आइकनहरू दिनु पऱ्यो भने एप बार युज गरेको थियौँ। अनि जुन सेन्टरमा हुने मेन कोड हुन्छ, मेन देखिने कम्पोनेन्टहरू हुन्छ, त्यसलाई चाहिँ हामीले बडी युज गरेका थियौँ। अनि एउटा ट्याबबाट अर्को ट्याबमा स्विच गर्नको लागि हामीले बटन नेभिगेसन बारमा आइकन राखेर गरेको थियौँ है त। अनि त्यस्तै तपाईँहरूले स्ट्याकमा राख्नु पऱ्यो, एउटा पछि अर्को कम्पोनेन्ट विजेटहरू राख्नु पऱ्यो भने चाहिँ तपाईँहरूले रो र कलम युज गर्नु भएको थियो। अनि त्यस्तै गरेर हामीले सेट स्टेटको बारेमा पनि हेरेको थियौँ है त। अनि आज चाहिँ हामी के हेर्छौँ भन्दाखेरि, आज डे 3 मा हामी फर्स्टमा के हुन्छ हाम्रो नेभिगेटर स्ट्याक हुन्छ। जस्तै हाम्रो एउटा स्क्रिनबाट अर्को स्क्रिनमा कसरी जाने भन्ने कुरा हुन्छ हाम्रो फ्लटरमा। अनि त्यसपछि हामीले लोकल मोबाइलभित्र डाटा चाहिँ कसरी सेभ गर्ने त्यो हेर्छौँ। अनि फ्लटर एप्लिकेसनभित्र एसिन्क र अवेट अनि एचटिटिपी हाम्रो एपिआईबाट कसरी डाटा फेच गर्ने, अनि एपिआईबाट डाटा फेच गरिसकेपछि कसरी देखाउने, त्यो कुराहरू हेर्छौँ। अनि त्यसपछि लास्टमा हामी रिक्याप गर्छौँ है त। अनि फर्स्टमा आज जाम हामी केबाट सुरु गरौँ भन्दाखेरि डाटाबाट सुरु गरौँ है त। फ्लटरमा डाटा हामीले कसरी लिने त। जस्तै अब तपाईँहरू फर्स्ट डेमा जोइन हुनुभएको छ भने हामीले एउटा क्लास बनाएको थियौँ, तपाईँहरूलाई याद छ? आशिष सर, हजुर हजुर, स्टार्ट गर्न पाऊ रेकर्डिङ? मैले स्टार्ट गरिसकेको छु मेरो लोकल डिभाइसमा चाहिँ। ए हुन्छ हुन्छ। यहाँ पनि गर्नुपर्ने हो, म स्टार्ट गरिदिन्छु है त। कहाँनिरदेखि हो रेकर्ड भन्ने रहेछ, ल ओके। ओके, रेकर्ड भयो होला है त। आज हामी फर्स्ट डेमा तपाईँहरूले क्लास बनाउन सिक्नु भएको थियो। त्यो क्लासबाट हामीले डाटा चाहिँ कन्सोलमा अथवा टर्मिनलमा प्रिन्ट गरेको थियौँ त्यो दिन। तर त्यो डाटा चाहिँ हामीले फ्लटरको एप्लिकेसनमा कसरी देखाउने त्यो चाहिँ आज हेर्छौँ है त हामी।
त्यसको लागि चाहिँ हाम्रो मेन कोड गर्ने भनेको लिभ मेनभित्र हो। अनि अर्को कुरा, यहाँ धेरैजनाको इरर आएको रहेछ, कसैले रन भएन, फ्लटर एप्लिकेसन इमुलेटर चलेन भन्नुभएको थियो। त्यसको लागि चाहिँ तपाईँहरू के गर्न सक्नुहुन्छ भन्दाखेरि अहिलेको लागि चाहिँ डाट प्याड भन्ने छ होइन, यसमा गएर सर्च गर्नुभयो भने चाहिँ तपाईँहरूको फ्लटरको कोड चाहिँ यहीँ नै लेख्न मिल्छ क्या, यहीँ नै लेखेर यहाँनिर रन गर्न मिल्छ। त्यो भयो भने चाहिँ तपाईँहरूलाई अहिलेको लागि चाहिँ सिक्न सजिलो हुन्छ है त। जस्तै फ्लटर सनफ्लावर भनेर मैले यहाँ स्याम्पल्सहरू राखेँ, यो चाहिँ हाम्रो मेन कोड भयो। अनि यहाँदेखि रन गऱ्यो भने चाहिँ हाम्रो एप्लिकेसन यहाँनिर रन हुन्छ है त। सनफ्लावरको एप्लिकेसन रन भयो। अनि जस्तै अर्को यहाँ स्याम्पल छ, काउन्टर भन्ने स्याम्पल छ, यसलाई पनि रन गर्नुभयो भने चाहिँ यसमा पनि काउन्टर फ्लटर एप्लिकेसन देखिने भयो है त। हामीले जसमा फर्स्टमा जे गरेको थियौँ त्यही। यदि तपाईँहरूकोमा लोकल डिभाइसमा रन भएन, गाह्रो भयो भने चाहिँ यसरी चाहिँ तपाईँले रन गर्न सक्नुभयो डाट प्याडमा है त। अथवा रन भइरहेको छ भने त डाइरेक्ट यही नै गर्दा हुन्छ। अनि अब हामी डाटाको बारेमा सिकौँ है त। फ्लटरमा डाटा के हुन्छ भन्दाखेरि तपाईँको एरे पोइन्ट डाटा हुन्छ। तपाईँले जस्तै C++मा सिकेअनुसार एरे डाटा हुन्छ, लिस्ट डाटा हुन्छ, अनि स्ट्रिङ पनि डाटा भयो। अनि जस्तै तपाईँले इन्ट पनि डाटा हो। त्यो अनुसार चाहिँ हामीले एउटा मोडल क्लास बनाउँछ है त फर्स्टमा। अब यहाँदेखि मैले नयाँ फोल्डर क्रिएट गरेँ, मोडल भनेर फोल्डर क्रिएट गरेँ। अनि यहाँ गएर नयाँ फाइल क्रिएट गरेँ। मैले के क्रिएट गर्छु गर्दाखेरि मोडल क्लास डट डाट भनेर मैले फाइल क्रिएट गरेँ है त। यसमा चाहिँ हामीले क्लास बनाउँछौँ है त। अनि यसमा हामीले अस्ति नै हेरेको थियौँ, के हेरेको थियौँ भन्दाखेरि क्लास भनेर डिफाइन गर्ने, अनि क्लासको नाम दिने, युजर मोडल भनेर म डिफाइन गर्छु। जस्तै युजर मोडल भनेर डिफाइन गरेँ। युजरको के हुन्छ त, अब नेम हुन्छ, फर्स्टमा युजरको आइडी हुन पायो होइन। अनि हामीले फाइनल भनेर दिन्छौँ, इन्ट आइडी भनेर दियौँ। अनि फाइनल स्ट्रिङ नेम भनेर दियौँ, फाइनल स्टुडेन्टको स्ट्रिङ इमेल भनेर दियौँ है त। अब यो हामीले क्लासको यो भेरिएबलहरू डिफाइन गरिसकेपछि यसको कन्स्ट्रक्टर पनि त बनाउनु पऱ्यो नि त हामीले। यसमा त रिक्वायर्ड यो नल भ्यालु त राखेको छैन, क्वेसन मार्क भए पनि हुन्छ नभए पनि हुन्छ भन्ने त राखेको छैनौँ। त्यही भएर चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यसको कन्स्ट्रक्टर बनाउँछौँ। कन्स्ट्रक्टर बनाउन हामीले डे 1मै सिकेको थियौँ। त्यसको लागि चाहिँ युजर मोडल भन्ने बनायो हामीले। युजर मोडलको कन्स्ट्रक्टर बनायो। यसलाई मैले कपी गरेँ यहीँदेखि। अनि यसरी चाहिँ हामीले कन्स्ट्रक्टर बनायौँ है त। यहाँनिर स्ट्रिङ इरर आएको रहेछ। के इरर आएको रहेछ भन्दाखेरि हाम्रो एस क्यापिटल छ, त्यो चाहिँ इरर आयो है त। जस्तै युजर मोडलमा चाहिँ हाम्रो फर्स्टमा के हुन्छ, रिक्वायर्ड स्टुडेन्टको के रिक्वायर्ड हुन्छ, आइडी रिक्वायर्ड भयो, दिस डट आइडी रिक्वायर्ड, दिस डट नेम पनि चाहियो हामीलाई, अनि रिक्वायर्ड दिस डट इमेल पनि चाहियो है त। अब यसको यहाँनिर चाहिँ तपाईँहरूले सेमिकोलन दिनु पऱ्यो है। अनि यो चाहिँ हाम्रो युजर मोडल क्लास बन्यो। अब यसको हामीले अब्जेक्टहरू बनाउँछौँ यहाँनिर, अथवा डम्मी डाटाहरू डिफाइन गर्छौँ। जस्तै त्यसमा हामीले के गर्न सकियो भन्दाखेरि डिफ्रेन्ट युजरको नामहरू दिन सकियो, इमेलहरू दिन सकियो। त्यसको लागि चाहिँ जस्तै तपाईँहरूले लिस्ट एरे बनाउनु छ भने चाहिँ फर्स्टमा लिस्ट डिफाइन गर्ने, अनि त्यसको नाम दिने, लिस्ट डिफाइन गऱ्यौँ। यो लिस्ट चाहिँ कसको हुनु पऱ्यो भने युजर मोडलको लिस्ट चाहियो हामीलाई। त्यही भएर यो युजर मोडल कपी गऱ्यौँ। यसको चाहिँ हामीले यहाँनिर यो ब्र्याकेट दिएर यसलाई ओपन गऱ्यौँ। अनि हाम्रो लिस्टको नाम दियौँ, जस्तै युजर लिस्ट भनेर नाम दियौँ। लिस्ट दिइसकेपछि लिस्ट हाम्रो केमा हुन्छ, तपाईँहरूले C++मा सिकिसक्नु भएको
यो होल ब्राकेटमा चाहिँ हुन्छ है त, यो ब्राकेटमा हुन्छ। अनि त्यसपछि लिस्टमा तपाईँहरूले डिफाइन गर्न सक्नुभयो फर्स्ट लिस्ट सेकेन्ड लिस्ट है। युजर मोडल अब के चाहियो हामीलाई, यो फर्स्ट डाटा भयो, आइडी चाहियो, आइडी हामीले 1 दिन्छौँ। नेम जस्तै दिन्छौँ, राम भन्ने नेम दिन्छौँ। इमेल दिन्छौँ ram@123 ram123@gmail.com दियौँ है त। जस्तै यो चाहिँ मैले एउटा बनाएँ, यसकै मैले कपी गर्छु, कपी गरेँ यसलाई मैले 2 3 4 चारवटा चाहिँ मैले यसको लिस्टको डमी डाटाहरू बनाएँ है। जस्तै आइडी 1 दिएको छु मैले, यहाँ सेकेन्डमा 2 दिनु पऱ्यो, आइडी 3 दिनु पऱ्यो, आइडी 4 दिनु पऱ्यो। यो चाहिँ तपाईँहरूले हिजोको सेसनमा पनि गरिसक्नु भएको थियो है त। यो 4वटा भयो अनि मैले यसलाई सेभ गरेँ। जस्तै अब मेन डट डाटा आयो होइन। अब यो हामीले बनायौँ, मोडल क्लास त बनायौँ, यो क्लासको डमी डाटा पनि हामीले डिफाइन गऱ्यौँ। जस्तै पहिला हामीले डाइरेक्ट यहाँनिर एउटा फङ्सन बनाएर मेनमा प्रिन्ट गरेका थियौँ, त्यो एउटा मात्रै डमी डाटा भयो। तर अहिले चाहिँ हामीले के गर्यौँ, लिस्ट अफ अब्जेक्ट बनायो क्या, यहाँनिर युजर मोडलको अब्जेक्टको लिस्टहरू बनायौँ, त्यस बनाएर यहाँनिर राख्यौँ। अब यो लिस्टहरू मेन डट डाटमा तपाईँको क्लासमा युज गर्नु पऱ्यो भने के गर्नु पऱ्यो, फर्स्टमा त तपाईँले यो मोडल क्लासको फाइललाई इम्पोर्ट गर्नु पऱ्यो। अब त्यसको लागि के हुनुभयो, अब यहाँनिर जानुहुन्छ तपाईँ, इम्पोर्ट भयो, अनि प्याकेज भयो। प्याकेज के छ तपाईँहरूको नाम, यहाँ प्याकेजको नाम, प्याकेज अथवा प्रोजेक्टको नाम वर्कसप भन्ने छ होला, वर्कसप भन्ने भयो। मैले त्यसलाई चाहिँ यहाँनिर राखेँ अनि स्ल्यास दिएँ। वर्कसपमा के छ, मोडल भन्ने फोल्डर छ, मोडल भन्ने फोल्डरभित्र मोडल क्लास भन्ने फाइल छ, त्यसलाई चाहिँ मैले इम्पोर्ट गरेँ। यहाँ अनयुज इम्पोर्ट, यो फाइल चाहिँ अनयुज भयो भन्छ। अब यसलाई चाहिँ हामीले युज गर्न के गर्नु पऱ्यो, जस्तै यहीँनिर हेरौँ न, हामीले वर्कसप एप्लिकेसन भनेर 4-5वटा देखायो नि। यो टेक्स्टको सट्टा हामीले के देखाउन सकियो भन्दाखेरि टेक्स्टलाई रिमुभ गऱ्यौँ, टेक्स्ट हामीले यहाँ लेख्यौँ। टेक्स्टलाई डाटा चाहिएको नि त, डाटाको लागि चाहिँ हामीले यहाँनिर फर्स्टमा मोडल क्लासमा युजर मोडलको अब्जेक्टको लिस्ट भनेर हामीले डिफाइन गऱ्यौँ। अब यो लिस्ट डिफाइन गरिसकेपछि हामीले लिस्टको नम्बर 1 डाटा चाहियो भने चाहिँ, नम्बर 1 अब्जेक्ट चाहियो भने चाहिँ के गर्ने भन्दाखेरि फर्स्टमा यो अब्जेक्टलाई कपी गर्ने, अब्जेक्टलाई कपी गरिसकेपछि हाम्रो डाटामा यहाँनिर पेस्ट गर्नुभयो भने चाहिँ अब्जेक्ट डाटा आयो। कहाँदेखि आयो, हामीले इम्पोर्ट गऱ्यौँ, इम्पोर्ट क्लास इम्पोर्ट गरिसकेपछि यहाँनिर आयो। अनि यहाँनिर के एरर आयो भन्दाखेरि युजर लिस्टले त हामीले के दिने भयो भन्दाखेरि यो 4वटै डाटा दिने भयो, 1 2 3 4वटै डाटा दिने भयो। त्यसमध्ये अब तपाईँहरूले कुन डाटा चुज गर्ने त, रामहरि श्याम राम 1 2 3 श्याम@gmail.com, नेम फोमा चाहिँ आशिष भनेर राख्नु है, आशिष भनेर राख्यो है। अब जस्तै यो 4वटा मध्ये तपाईँहरूले कुन चाहिँ एक्सेस गर्ने हो त, कुन चाहिँ डाटा चाहिएको हो त, त्यसको लागि चाहिँ तपाईँहरूले यहाँ डिफाइन गर्नु पऱ्यो। यहाँ डिफाइन गर्दाखेरि डट लेन्थ भनेर दियो, लेन्थले चाहिँ यसमा कतिवटा डाटा छ भनेर चाहिँ प्रिन्ट गर्ने भयो। यसलाई चाहिँ तपाईँहरूले एक्सेस गर्नको लागि के गर्नुपर्ने भयो, यो दिनुहुन्छ ब्राकेट, अनि चाहिँ तपाईँहरूले अब जस्तै तपाईँहरूलाई थाहा छ सुरु हुँदाखेरि लिस्टमा के हुन्छ, यो 0 हुन्छ, यो 1 हुन्छ, यो 2 हुन्छ, यो 3 हुन्छ नि। जस्तै तपाईँहरूले यो एक्सेस गर्नु पऱ्यो भने चाहिँ 0 1 डिफाइन गर्नुपर्ने भयो क्या। अब जस्तै तपाईँहरूले यहाँनिर 1 डिफाइन गर्नुभयो भने चाहिँ यहाँ कमाइदिउँ, 1 डिफाइन गर्नुभयो। अनि त्यसपछि 1मा पनि तपाईँलाई के चाहिएको हो त, 1को आइडी चाहिएको हो कि, नेम चाहिएको हो कि, इमेल चाहिएको हो कि, त्यो चाहिँ तपाईँहरूले यहाँदेखि 1 पछि अझै एउटा डट थप्ने, डट थपेपछि नेम चाहियो भने नेम आयो, इमेल चाहियो भने इमेल आयो,
अनि आइडी चाहियो भने आइडी आयो। जस्तै हामीले इमेललाई एक्सेस गर्न खोज्छौँ है त, यसलाई इमेललाई एक्सेस गर्न खोज्यो भने चाहिँ डट इमेललाई क्लिक गर्ने अनि इमेल चाहिँ हाम्रो फ्लटर एप्लिकेसनमा युज हुने भयो। जस्तै हामीले फर्स्ट डेमा चाहिँ के गरेको थियौँ भन्दाखेरि हामीले यहाँनिर डाइरेक्ट मेन फङ्सन बनाएर त्यसभित्र प्रिन्ट गरेको थियौँ। तर अहिले चाहिँ हामीले के गर्यौँ, मेनभित्र प्रिन्ट गरेनौँ, तर डाटा चाहिँ एक्सेस मेनभित्रै गऱ्यौँ क्या। कसरी गऱ्यौँ भन्दाखेरि जस्तै हाम्रो होम विजेट के भित्र छ, होम विजेट यहाँ मेटेरियल एप विजेटभित्र छ। मेटेरियल एप विजेट चाहिँ कुनभित्र छ, माई एपभित्र छ। माई एप चाहिँ कसले एक्सेस गरेको छ, मेनले एक्सेस गरेको छ। त्यो भएर चाहिँ मेनबाट नै सबै कुराहरू रन हुँदै जाने भयो। अनि माथि एउटा मेन भनेको ठुलो विजेट पछि माई एप भन्ने अलि सानो, त्यसको चाइल्ड विजेट भयो, चाइल्ड विजेट मेटेरियल एप भयो, मेटेरियल एपको चाइल्ड विजेट होम विजेट भयो, होम विजेटको चाइल्ड विजेट चाहिँ स्क्याफोल्ड भयो, स्क्याफोल्डको पनि अझै चाइल्ड विजेट बडी भयो, बडीको पनि अझै चाइल्ड विजेट चाहिँ तपाईँहरूको कलम र टेक्स्ट आयो क्या। अनि अब जस्तै हामीले यसलाई सेभ गरौँ है। अब सेभ गरेपछि के आयो हाम्रो यहाँनिर हेर्नुहुन्छ, यहाँनिर hari@gmail.com आयो नि। जस्तै हाम्रो यहाँनिर क्लासमा भएको डाटा, अब्जेक्टमा भएको डाटा यहाँ डाइरेक्ट प्रिन्ट नगरेर हामीले फ्लटरको एप्लिकेसनभित्र देखाउन सफल भयो नि त। अब जस्तै यसलाई तपाईँले टेक्स्टलाई ठुलो बनाउनु छ साइजको लागि भने चाहिँ के गर्नु पऱ्यो, एउटा कमा दिनु पऱ्यो अनि यहाँदेखि सर्च गर्नु पऱ्यो। के छ भन्दाखेरि टेक्स्ट स्टाइल दिनु पऱ्यो। हामीले टेक्स्ट स्टाइलभित्र केमा आएको छ, यसले टेक्स्ट स्टाइलभित्र टेक्स्ट स्टाइल नै दियो भनेको छ। त्यो टेक्स्ट स्टाइल दियौँ। टेक्स्ट स्टाइलभित्र के छ यहाँ हेऱ्यौँ भने चाहिँ हाम्रो कलर दिन सकियो, फन्ट स्टाइल, फन्ट वेट अनि सबै कुराहरू दिन सकियो है त। अनि फन्ट साइज पनि छ। फन्ट साइज तपाईँहरूले कति दिनुहुन्छ, कति पिक्सल दिनुहुन्छ। जस्तै हामीले 30 पिक्सल दियौँ है त। 30 दियौँ भने के हुन्छ, यसलाई हामीले सेभ गऱ्यौँ। 30 दियो भने चाहिँ hari@gmail.com साइज ठुलो आयो क्या। जस्तै यो डाटाहरू चाहिँ तपाईँहरूले मोडल क्लासमा भएको डाटा आफ्नो एप्लिकेसनभित्र स्टार्ट गर्न सक्नुहुने भयो, अथवा डाटालाई त्यसरी एक्सेस गर्न सक्नुहुने भयो। जस्तै अब तपाईँहरूले अर्को डाटा भनेको चाहिँ के हुन्छ भन्दाखेरि मोडल क्लासभित्र इनम भन्ने डाटा हुन्छ। इनम भनेर डिफाइन गर्नुभयो भने चाहिँ इनमलाई पनि यस्तै डिफाइन गर्न सकिन्छ। फाइनल इनम भनेर डिफाइन गर्नुभयो। इनम चाहिँ तल हुँदैन है, अलवेज टपमा हुन्छ। क्लासभित्र पनि हुँदैन, अलवेज कुनै पनि फाइलको टपमा चाहिँ इनम भनेर डिफाइन गर्छ है। इनम भनेर डिफाइन गर्यो। यसरी चाहिँ हेलो युजर भनेर यसरी चाहिँ हामीले अर्को डाटा चाहिँ इनम डाटा चाहिँ बनाउन सक्छौँ है त। अनि अब यो त भयो मोडल क्लासभित्र भएको अब्जेक्टको डाटालाई स्क्रिनमा कसरी देखाउने भन्ने कुरा। यो हामीले डाटाको बारेमा बुझ्यौँ है। अब जस्तै अब कुरा आउँछ हाम्रो एप्लिकेसनमा त एउटा मात्रै स्क्रिन त हुँदैन। इनम भनेको चाहिँ प्रिडिफाइन्ड भेरिएबलहरू चाहिँ हो है। जस्तै हामीले तपाईँले यहाँ आइडी, नेम, इमेल भनेर यहाँ डिफाइन गर्नुभयो। जस्तै तपाईँले यहाँनिर एड्रेस भनेर डिफाइन गर्नुभयो भने चाहिँ स्ट्रिङ यहाँ चाहिँ लिस्ट अफ एड्रेस, फाइनल लिस्ट अफ एड्रेस भनेर एडिडी लिस्ट अफ स्ट्रिङ एड्रेस भनेर डिफाइन गर्नुभयो भने चाहिँ तपाईँले इनममा यहाँ 4-5 वटा डिफाइन गर्न सक्नुहुन्छ एड्रेसहरू होइन। इनम जस्तै तपाईँले यहाँ लिस्ट अफ स्ट्रिङमा चाहिँ एड्रेसमा 4-5 वटा इनमहरू डिफाइन गर्न सक्नुहुन्छ। कसरी डिफाइन गर्छ भन्दाखेरि इनम भनेर दिन्छ, एड्रेसको इनम हुन्छ है त। डिडिआरएस एड्रेसको इनम भयो।
एड्रेसको इनाम के हुनसक्छ, काठमाडौँ डिफाइन भयो, अनि पोखरा भन्ने डिफाइन भयो, अनि धनगढी भनेर डिफाइन गरौँ, धनगढी भनेर डिफाइन गर्नुभयो। अब तपाईँले यो एड्रेस इनाम चाहिँ यहाँनिर दिनुभयो भने चाहिँ एड्रेस टाइप आर्गुमा यहाँ स्ट्रिङै हुन्छ है, स्ट्रिङ युजर मोडल रिक्वायर्ड दिस डट एड्रेस। अब यहाँ चाहिँ तपाईँलाई हामीले रिक्वायर्ड गऱ्यौँ सबैमा चेन्ज गर भन्यो नि, त्यो भएर चाहिँ हामीले यसलाई अब एकचोटि बनाइसकेपछि रिक्वायर्ड गराउँदैनौँ, किनकि हाम्रो सबैमा चेन्ज गर्न त सम्भव छैन। त्यो भएर चाहिँ हामीले यहाँदेखि एड्रेसलाई रिक्वायर्ड नहुने बनायौँ, हामीले रिक्वायर्ड नचाहिए पनि हुन्छ नचाहिए पनि हुन्छ भन्ने बनायौँ। अब जस्तै तपाईँहरूले यहाँ बनाउँदाखेरि फोर्थ बनाउँदाखेरि युजर मोडल भनेर डिफाइन गर्नुभयो, आइडी डिफाइन गर्नुभयो 5 भयो, अनि नेम चाहिँ श्याम भनेर नै डिफाइन गर्नुभयो, इमेल चाहिँ shomsyam.com.np भन्ने इमेल @ यो इमेल डिफाइन गर्यो। अनि एड्रेसमा चाहिँ एड्रेसमा लिस्ट अफ स्ट्रिङमा चाहिँ हामीले के राख्न सक्यौँ भन्दाखेरि यसको एड्रेसमा अब यो इनमबाट एक्सेस गरेर यसमा त हाम्रो के डिफाइन भएको छ, काठमाडौँ पोखरा धनगढी डिफाइन भएको छ नि। त्यसै तपाईँले के गर्न सक्नुभयो, एड्रेस डट भ्यालुज धनगढी दिन सक्नुभयो होइन। अनि एड्रेस डट काठमाडौँ दिन सक्नुभयो। एलिमेन्ट टाइप एड्रेस क्यानट बी असाइन्ड टु द लिस्ट टाइप अफ स्ट्रिङ। यो चाहिँ इनम क्लास डाटा टाइप भएर स्ट्रिङमा दिन सकिएन भन्यो कि। जस्तै तपाईँले यसलाई टु स्ट्रिङ गर्नुभयो भने चाहिँ दिन सकियो क्या, टु स्ट्रिङ भनेर दिनुभयो भने चाहिँ यसले चाहिँ हाम्रो एड्रेसले स्ट्रिङमा आएको छ, त्यो भएर चाहिँ हामीले यो इनमको यो भ्यालुहरू हुन्छ नि यो इनम क्लासको, यसको यो धनगढी काठमाडौँलाई स्ट्रिङ दिन सक्यौँ। यो चाहिँ कहाँनिर काम लाग्छ भन्दाखेरि जस्तै तपाईँले केही कुराहरू माग्दै हुनुहुन्छ, अब त्यसमा चाहिँ फिक्स्ड डिफाइन कुराहरू मात्रै माग्नु छ, त्यसबाट जस्तै हामीले ड्रप डाउन मेनुमा चाहिँ 4-5वटा कुराहरू मात्रै एउटा मात्रै सिलेक्ट गर भन्छ नि, त्यस्तो कुराहरूमा चाहिँ यो इनम भन्ने युज हुन्छ है त। ओके, आयो बुझ्नुभयो होला। अब चाहिँ हामी अर्को कुरामा जान्छौँ है त। अब डाटाको कुरा भइहाल्यो। अब डाटा पछि हामी नेभिगेसनमा जान्छौँ है त। नेभिगेसनमा चाहिँ के हुन्छ भन्दाखेरि फ्लटरमा हाम्रो एउटा मात्रै त स्क्रिन हुँदैन नि त कुनै पनि मोबाइल एप्लिकेसनमा, त्यही भएर एउटा स्क्रिन पनि हुनसक्छ, 2टा स्क्रिन पनि हुनसक्छ, 3टा स्क्रिन पनि हुनसक्छ, 4वटा स्क्रिन पनि हुनसक्छ। त्यसमा चाहिँ हामी कसरी त्यो स्क्रिनमा जाने अनि कसरी त्यो स्क्रिनबाट ब्याक आउने भन्ने कुरा चाहिँ हामी हेर्छौँ है त। अब ओके, त्यसको लागि चाहिँ के छ भन्दाखेरि नेभिगेटर भन्ने छ है। जस्तै हामीले एउटा यहाँ हाम्रो स्क्रिन डिफाइन गर्ने स्क्रिन दिने भनेको चाहिँ स्क्याफोल्डले हो है त। यो जुन चाहिँ होल स्क्रिन दिएको हुन्छ नि त्यो चाहिँ स्क्याफोल्डले दिएको हुन्छ, त्यो चाहिँ तपाईँहरूले बुझिसक्नुभयो है त। अनि जस्तै अब हामी यहाँनिर लिबमा अर्को एउटा फोल्डर बनाउँछ स्क्रिन्स भनेर, स्क्रिन्स भनेर फोल्डर बनायो। अनि यहाँनिर हामीले फाइल बनायो, सेकेन्ड स्क्रिन भनेर फाइल बनायो, .dot। अब तपाईँहरूले यहाँ स्टेट फुल स्क्रिन बनाउने हो कि स्टेटलेस स्क्रिन बनाउने हो विजेट, त्यो चाहिँ यहाँ डिफाइन गर्नु सक्नुभयो, STF भन्नुभयो। अनि मैले के दिएँ, सेकेन्ड स्क्रिन भनेर यहाँ दिएँ। सेकेन्ड स्क्रिनमा के हुन्छ, हाम्रो स्क्रिन बनाउने भनेको के लियो, स्क्याफोल्डले चाहिँ स्क्रिन बनाउने हो। स्क्याफोल्ड डिफाइन गरेँ, स्क्याफोल्ड F* भन्ने डिफाइन गरेँ, F* चाहिँ F* नै दिएँ। यसमा चाहिँ टाइटल भनेर टाइटलमा चाहिँ हामीले टेक्स्ट दिन्छौँ, टेक्स्टमा चाहिँ सेकेन्ड स्क्रिन भन्ने भयो है। अनि बडीमा चाहिँ टाइटल F* पछि के हुन्छ हाम्रो स्क्याफोल्डभित्र बडी भन्ने हुन्छ। बडीमा चाहिँ सेन्टर भन्ने मैले डिफाइन गरेँ, यो पनि विजेट नै हो। सेन्टरले के माग्छ, यहाँ चाइल्ड मागेको छ हाम्रो
विजेट चाइल्डमा आएको छ, चाइल्ड विजेट। चाइल्डमा चाहिँ मैले विजेट के दिएँ भन्दाखेरि टेक्स्ट दिएँ। टेक्स्टमा दिस इज सेकेन्ड स्क्रिन विजेट भनेर मैले डिफाइन सेकेन्ड स्क्रिन बडी भनेर डिफाइन गरेँ है त। जस्तै मैले यति त डिफाइन गरेँ, तर यो स्क्रिनमा चाहिँ हामी जाने कसरी, कहाँबाट जाने, कसरी जान्छ फङ्सनालिटी, नेभिगेसन चाहिँ यसमा कसरी गर्ने, त्यो कसैलाई केही आइडिया छ? कसैले गरिसक्नु भएको छ भने एकचोटि सेयर गर्नुहोस् त। मैले चाहिँ गेट एक्स युज गरेको थिएँ। गेट एक्स पनि हुन्छ एउटा, त्यो चाहिँ प्रोभाइडर भयो। जस्तै हामीले नेभिगेसन एउटा स्क्रिनबाट अर्को स्क्रिनमा जानलाई के हुन्छ फङ्सनालिटीहरू चाहिँ। कसैलाई गर्नु भएको छैन भने ल अब हामी हेर्छौँ है त। जस्तै के हुन्छ भन्दाखेरि फ्लटरमा नेभिगेटर भनेको स्ट्याक हो। स्ट्याक भनेको तपाईँलाई थाहा छ, कुनै कुराहरूलाई एउटा माथि अर्को, अर्को माथि अर्को, अर्को माथि अर्को राख्यो भने चाहिँ त्यसलाई चाहिँ हामी स्ट्याक भन्छौँ। जस्तै नेभिगेटरमा के हुन्छ भन्दाखेरि स्ट्याकमा चाहिँ लास्ट इन र फर्स्ट आउट भन्ने हुन्छ। जस्तै नेभिगेटरमा एउटा कुरा हुन्छ पुस भनेको एउटा स्क्रिनबाट अर्कोमा जाने, अनि पप भनेको चाहिँ त्यो स्क्रिनबाट ब्याक स्क्रिनमा आउनेलाई चाहिँ पुस र पप भन्छ है। त्यो चाहिँ हाम्रो फ्लटरले नै दिएको फङ्सनालिटीहरू हो है त नेभिगेसनको लागि चाहिँ। अनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि लास्टमा गएको छ भने चाहिँ त्यो चाहिँ फर्स्टमा आउट हुने भयो क्या। जस्तै कसरी हेरौँ भन्दाखेरि ड्रमा हेरौँ है त। यहाँ यसलाई चाहिँ म रिमुभ गरेँ। अनि के हुन्छ भन्दाखेरि नेभिगेटरमा चाहिँ तपाईँको फर्स्टमा गयो, यो यहाँ तल बस्यो, अनि स्ट्याक हो नि त यो त हाम्रो। अनि सेकेन्डमा गयो, यो चाहिँ यहाँनिर बस्यो। अनि थर्डमा हाम्रो नेभिगेटरबाट हामीले पुस गऱ्यौँ, पुस गरिसकेपछि यहाँ गएर बस्यो। अनि फेरि पुस गऱ्यौँ, अर्को स्क्रिनमा गयौँ, यहाँ गएर बस्यो। हामीले फेरि पुस गऱ्यौँ, अर्को स्क्रिनमा गयौँ, यहाँ गएर बस्यो। हाम्रो यसको टर्म चाहिँ के छ भन्दाखेरि लास्ट इन फर्स्ट आउट। हामीले यो लास्टलाई इन गऱ्यौँ, त्यसपछि फर्स्ट आउट भनेपछि त यो हाम्रो रिमुभ हुनु पऱ्यो। अनि हामीले पप गऱ्यौँ भने यो स्क्रिनमा आउने भयो। फेरि हामीले यसबाट पनि पप गऱ्यौँ भने चाहिँ यो स्क्रिनमा आउने भयो। यो स्क्रिनबाट पनि पप गऱ्यौँ भने चाहिँ यो स्क्रिनमा आउने भयो। यो स्क्रिनबाट पनि पप गऱ्यौँ भने चाहिँ लास्टको स्क्रिनमा आउने भयो, जुन चाहिँ हामीले फर्स्टमा गएको थियो नि। जस्तै होम स्क्रिन यो भयो, होम स्क्रिनबाट हामी सेकेन्ड स्क्रिनमा यहाँनिर गयौँ पुस गरेर, यो चाहिँ थर्ड स्क्रिनमा पुस गरेर गयौँ, यो चाहिँ फोर्थ स्क्रिनमा हामीले पुस गरेर गयो भने चाहिँ हाम्रो रिटर्न पपबाट रिटर्न आउँदाखेरि चाहिँ तपाईँको फर्स्टमा फोर्थ स्क्रिन चाहिँ स्ट्याकबाट जाने भयो, त्यसपछि थर्ड स्क्रिन जाने भयो, अनि सेकेन्ड स्क्रिन जाने भयो, अनि चाहिँ फर्स्ट स्क्रिन जाने भयो है त। यो गइसकेपछि हामी फर्स्ट स्क्रिनमा नै ब्याक आयो। यसरी चाहिँ हाम्रो नेभिगेटरले काम गर्छ है त। अनि सर एउटा क्वेसन है, हजुर, यो तपाईँले भन्नुभयो नि स्ट्याक, अनि हामीले दुईचोटि ब्याक गऱ्यो भने चाहिँ स्ट्याकको कसरी भयो त? त्यो त सिधै एपै एक्जिट हुन्छ नि। जस्तै यहीँ एप नै एक्जिट हुन्छ। त्यो चाहिँ कस्तो भन्दाखेरि यो फेरि चाहिँ त्योमा हाम्रो फर्स्ट स्ट्याकको स्ट्याकमा बस्यो क्या। यो चाहिँ हाम्रो फर्स्ट स्ट्याक भयो। जस्तै अब यहीँनिर इक्जाम्पलमा हेरौँ न। जस्तै यहीँनिर इक्जाम्पलमा हेर्दाखेरि चाहिँ यो हाम्रो सेकेन्ड स्क्रिन भयो। अब हामीले फर्स्ट स्क्रिनबाट पुस गरेर सेकेन्ड स्ट्रिङमा जाँदैछौँ है। हामीले यो चाहिँ यो स्क्रिन भयो, फर्स्ट स्ट्याकमा बस्यो। अनि त्यसपछि हामीले सेकेन्ड स्क्रिनमा गयो भने चाहिँ सेकेन्ड स्ट्याकमा बस्छ क्या। जस्तै हामीले यहाँ एउटा बटन बनाउँछौँ, त्यसै फर्स्ट फुल विजेट बनायो। हामीले के गर्छौँ भन्दाखेरि कन्टेनर बनाउँछौँ। कन्टेनर बनायो, कन्टेनरको चाइल्ड डिफाइन गऱ्यौँ। चाइल्डमा चाहिँ गेस्चर डिटेक्टर भन्ने हुन्छ। अब जस्तै यसभित्र हामी यो गेस्चर डिटेक्टर विजेटभित्र जे राखे पनि यसले चाहिँ डिटेक्ट गर्ने भयो क्या। हामीले क्लिक गऱ्यो भने चाहिँ डिटेक्ट गर्ने भयो। यसले के माग्छ हाम्रो भन्दाखेरि तपाईँको चाइल्ड माग्यो, ओन ट्याप फङ्सन, ओन ट्याप क्यान्सिल, यो फङ्सनहरू चाहिँ यसले दिने भयो। त्यसलाई चाहिँ हामी चाइल्ड गर्छौँ। चाइल्डमा हामी टेक्स्ट नै दिउँ न,
टेक्स्ट दिउँ, डाटा दिउँ, गो टु सेकेन्ड स्क्रिन भनेर गऱ्यौँ। अनि यहाँनिर चाहिँ ओन ट्याबमा फङ्सनालिटी छ, यो ओन ट्याबमा चाहिँ हामीले एउटा फङ्सन पुस गर्छौँ। यो फङ्सन चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको हामीले नेभिगेटरले दिन्छ एउटा स्क्रिनबाट अर्कोमा भन्ने कुरा गऱ्यो नि त। नेभिगेटरले दिन्छ भने चाहिँ कसरी दिन्छ त? अब यसले फङ्सनालिटी हुन्छ, नेभिगेटर भनेर फङ्सनालिटी दियो होइन। अब हामीले पुसबाट अर्को स्क्रिनमा जान्छ भनेको छ भने चाहिँ हाम्रो के हुने भयो? पुस नै हुने भयो। अनि पुसले चाहिँ राउटमा आएको छ। राउट भनेको हामीले के दिनु पऱ्यो भन्दाखेरि हामीले यहाँ के युज गरेको छौँ, हामीले मेन डट डाटमा यहाँनिर मेटेरियल एप भन्ने छ नि, मेटेरियल एपबाट कन्टेक्स्ट भन्ने युज गरेको छौँ। यसले चाहिँ हाम्रो राउट दिने भयो क्या सेकेन्ड स्क्रिनमा जानको लागि। यसले चाहिँ ट्र्याक गर्ने भयो, त फर्स्ट स्क्रिनमा छस् कि सेकेन्ड स्क्रिनमा छस् कि थर्डमा छस्, त्यो चाहिँ यो बिल्ड कन्टेक्स्ट र कन्टेक्स्टहरूले ट्र्याक गर्ने भयो क्या। अनि हामी यहाँ तल जाऊँ, अनि हामीले राउट दिनु पऱ्यो नि त, सेकेन्ड स्क्रिनको राउट दिनु पऱ्यो। सेकेन्ड स्क्रिनको राउट दिनको लागि चाहिँ के हुन्छ भन्दाखेरि कुन कन्टेक्स्ट भनेर यहाँनिर हामीले प्रोभाइड गरिसकेका छौँ। त्यो कन्टेक्स्ट चाहिँ यो कन्टेक्स्ट हाम्रो यहाँको कन्टेक्स्ट चाहिँ सेम हुनुपर्छ, किनकि यो कन्टेक्स्ट र यो तलको कन्टेक्स्ट सेम भयो भने बल्ल यो पुस गरेको हाम्रो मेटेरियल एपले चाहिँ ट्र्याक गर्ने भयो क्या। त्यसको लागि चाहिँ हामीले राउट मागेको छ यहाँनिर हेर्नुहोस् है। नेभिगेटर र पुसले के मागेको छ भन्दाखेरि कन्टेक्स्ट माग्यो अनि राउट माग्यो, कहाँ जाने हो त भनेर राउट माग्यो। राउट दिनको लागि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि मेटेरियल पेज राउट भन्ने हुन्छ, फङ्सनालिटी हो यो पनि। अनि बिल्ड गर्नु पऱ्यो, त्यो सेकेन्ड स्क्रिन चाहिँ हामीले बिल्ड गर्नु पऱ्यो। बिल्ड गर्नको लागि कसरी गर्नु पऱ्यो? फर्स्टमा त हामीले कन्टेक्स्ट पठाउँछौँ हामीले, किनकि अर्को स्क्रिनमा नि हामीले ट्र्याक गर्नु छ नि त। त्यही भएर चाहिँ हामीले फर्स्टमा कन्टेक्स्ट पठाउँछौँ। अनि कन्टेक्स्ट पठाइसकेपछि कुन स्क्रिनमा जाने हो त, त्यो स्क्रिनको विजेटलाई चाहिँ हामी कल गर्छौँ यहाँनिर। हामीले कुन स्क्रिनमा जानु छ? सेकेन्ड स्क्रिनमा जानु छ। हाम्रो सेकेन्ड स्क्रिनको स्टेटफुल विजेट कुन हो? सेकेन्ड स्क्रिन भन्ने नै नाम छ, विजेटको नाम नै यही छ। त्यही भएर चाहिँ यसलाई हामीले कपी गऱ्यौँ अनि यसलाई यहाँनिर राखिदियौँ, अनि यसलाई हामीले ब्राकेट दियौँ है त। अनि त्यसपछि यहाँदेखि यसले कन्टेक्स्ट पनि मागेको हुन्छ, अटोमेटिक कन्टेक्स्ट यहाँदेखि हामीले पठाइसक्यौँ। यहाँ इरर आएको चाहिँ तपाईँको सेमिकोलन छुटेछ होइन। अनि यो चाहिँ यहाँ किन आएन त, यहाँ इरर किन देखायो भन्दाखेरि हामीले जस्तै यहाँ स्क्रिनभित्र पो हामीले यहाँ सेकेन्ड स्क्रिन भनेर डिफाइन गऱ्यौँ। यसको पाथ त हामीलाई मेन स्क्रिनलाई थाहा हुनु पर्ला नि कुन फाइल हो सेकेन्ड स्क्रिन भनेर। यसको लागि चाहिँ हामीले जस्तै हामीले यहाँ इम्पोर्ट गरेको थियौँ, सेम इम्पोर्ट गर्छौँ है त। अनि इम्पोर्ट गर्नको लागि यहाँ नाम दियौँ, त्यसपछि तपाईँले CTRL कन्ट्रोल प्लस स्पेस थिच्नु भयो भने चाहिँ यहाँनिर यसलाई चाहिँ इम्पोर्ट गर्ने अटोमेटिक आउँछ। यसलाई हामीले क्लिक गऱ्यो भने चाहिँ यहाँदेखि चाहिँ इम्पोर्ट हुने भयो क्या। अब कन्टेनर त हामीले यत्तिकै डिफाइन गऱ्यो नि त। अनि यहाँ जेस्चर डिटेक्टर राख्यौँ, कन्टेनर त अननेसेसरी भनेको छ। यो कन्टेनर हामीले किन राखेको भन्दाखेरि यो टेक्स्टलाई चाहिँ डेकोरेट गर्नको लागि, बटन जस्तो देखियोस् भनेर चाहिँ बनाउनको लागि, यसलाई डेकोरेसन गर्नको लागि चाहिँ यो राखेको हामीले। यसको लागि चाहिँ के हुन्छ, डेकोरेसन भन्ने प्रोपर्टी दिएको हुन्छ कन्टेनरभित्र। डेकोरेसन भनेको कुन लिन्छ हाम्रो डेकोरेसन, हाम्रो एकछिन त, डेकोरेसनले चाहिँ डेकोरेसनै लिन्छ भनेको छ। डेकोरेसनै लिन्छ भने चाहिँ हामीले बक्स डेकोरेसन पनि दिन सक्यौँ है। बक्स डेकोरेसनभित्र चाहिँ के हुन्छ, प्रोपर्टीहरू बोर्डर भयो, बोर्डर रेडियस, कलर भयो, त्योहरू दिन सक्नुभयो। मैले यसलाई चाहिँ कलर दिन्छु, कलर्स डट एम्बर भनेर दिउँ है त। एम्बर भनेको तपाईँको अब यहाँनिर आयो नि, गो टु सेकेन्ड स्क्रिन भनेर आयो हाम्रो, यो चाहिँ बटन भयो है। बटन टाइपको यहाँदेखि हामीले यो क्लिक गर्दाखेरि यसमा जा भनेर अन ट्याबबाट दियौँ। एउटा मेथड यो हो। जस्तै अर्को मेथड चाहिँ के छ भन्दाखेरि बटन भन्ने नै दिएको होला, बटन जेस्चर डिटेक्टर भयो, आइकन बटन भनेर त हामीले हेरिसक्यौँ हिजो। आइकन बटन भनेर हेरिसक्यौँ। आइकन बटनले के गर्ने भयो, आइकन बटन भएपछि आइकन पास गर्ने भयो। आइकन पास गरिसकेपछि ओन ट्याबबाट हामीले आइकन क्लिक गर्दा के फङ्सनालिटी काम गर्ने हो त्यो चाहिँ गऱ्यो है त।
जस्तै हामीले यहाँ सेकेन्ड स्क्रिनमा के राखेका छौँ, नेभिगेटरबाट पुस गर अनि सेकेन्ड स्क्रिनको राउटमा जा भने हो है त। अब हामीले यहाँ क्लिक गर्दा के देख्नु पऱ्यो, क्लिक गरेपछि सेकेन्ड स्क्रिनमा गयो क्या। यसरी चाहिँ नेभिगेटरले एउटा स्क्रिनबाट अर्को स्क्रिनमा चाहिँ जान सक्यो। जस्तै यही कुरालाई हामीले यही कन्टेनरलाई कपी गरेर हामीले यहाँनिर सेकेन्ड स्क्रिनमा लगेर राख्यौँ अरे। बडीमा हाम्रो सेन्टर छ अहिले, यसलाई चाहिँ म हटाइदिन्छु। सेन्टरको सेन्टर नै होस्, ठिक छ। चाइल्डमा चाहिँ टेक्स्ट चाहिँ हटाइदिन्छु मैले। टेक्स्टलाई हटाइदिएर चाइल्डको सट्टा हामीले कन्टेनर राख्यौँ। चाइल्डमा सेन्टरमा चाहिँ हामीले कन्टेनर राख्यौँ। गो टु थर्ड स्क्रिन भनेर डिफाइन गऱ्यौँ, थर्ड स्क्रिन भनेर डिफाइन गऱ्यौँ। अनि यहाँनिर हाम्रो अर्को फाइल बनाऊ, थर्ड स्क्रिन डाट भनेर हामीले थर्ड फाइल बनायौँ। सेम हामीले यही कपी गर्छौँ सेकेन्ड स्क्रिनको अनि थर्ड स्क्रिनमा लगेर राख्छौँ। यो चाहिँ हामीले थर्ड यहाँ डिफाइन गर्छौँ, थर्ड भनेर डिफाइन गऱ्यौँ। अब यहाँ थर्डमा त हाम्रो यो कन्टेनर हुने भएन, टेक्स्ट नै हुने भयो थर्ड स्क्रिनमा चाहिँ। थर्ड स्क्रिन यो चाहिँ थर्ड स्क्रिन भयो। अब यहाँदेखि चाहिँ तपाईँहरूले थर्ड स्क्रिनको नाममा सेकेन्ड स्क्रिन सट्टा थर्ड स्क्रिन राख्नु पऱ्यो। यसलाई मैले कपी गरेँ, फाइन्ड गरेँ यो स्क्रिनमा। यहाँ फाइन्ड गरिसकेपछि रिप्लेस गरेँ, थर्ड स्क्रिन भनेर रिप्लेस गरेँ। यो भएपछि यो फाइलभित्र जे जे छ त्यो चाहिँ सबै रिप्लेस हुने भयो। अथवा तपाईँहरूले सेकेन्ड स्क्रिन बनाए जसरी नै बनाउन सक्नुहुन्छ है त। अब यसलाई मैले यहाँ सेभ गरेँ, रिलोड गरेँ। सेकेन्ड स्क्रिनबाट हाम्रो थर्ड स्क्रिनमा जा भनेको छ। यहाँदेखि हामीले क्लिक गऱ्यो भने चाहिँ गो टु थर्ड स्क्रिन, सेकेन्ड स्क्रिनबाट हामीले यहाँनिर सेकेन्ड स्क्रिनमै जान फेरि भन्यौँ। त्यो भयो भने चाहिँ के भयो, यहाँदेखि हामीले थर्ड स्क्रिनमा चेन्ज गर्नु पऱ्यो नि त। पुस गरेर थर्ड स्क्रिनमा जा भन्नु पऱ्यो नि। सेकेन्ड स्क्रिनबाट सेकेन्डमै जा भन्ने त कुरो भएन। त्यही भएर चाहिँ थर्ड स्क्रिन भनेर यहाँ इन्टर गरेँ। इन्टर गरिसकेपछि यहाँ इम्पोर्ट भयो। यसरी चाहिँ हामी यहाँ सेभ गर्छौँ है त। हामीले दुईचोटि सेकेन्ड स्क्रिनमा हामीले दुईचोटि क्लिक गरिसकेपछि दुई पटक सेकेन्ड स्क्रिन चाहिँ स्ट्याकमा बस्यो क्या। एकचोटि ब्याक गरेँ मैले, बस्यो अनि फेरि ब्याक गरेँ यहाँ त्यसले मैले यहाँ रिलोड गरेँ। रिलोड गरिसकेपछि यो चाहिँ हाम्रो फर्स्ट स्ट्याक भयो। सेकेन्ड स्क्रिन भनेको सेकेन्ड स्ट्याक भयो। यसबाट फेरि थर्ड स्क्रिनमा आएर थर्डमा गयो। थर्डबाट हामीले रुल के थियो, लास्ट इन छ भने फर्स्ट आउट हुन्छ। त्यहाँदेखि हाम्रो ब्याक गऱ्यौँ है। ब्याक गरेपछि सेकेन्डमा आयो, लास्टमा इन भएको गयो, अनि फेरि सेकेन्डमा इन भएको यो पनि गयो, लास्टमा आयो। अनि यहाँदेखि यो सबैभन्दा ब्याक बटन भयो। यो चाहिँ सबै भएको स्ट्याकहरूलाई रिमुभ गर्नु पऱ्यो भने चाहिँ यो बटनले ब्याक गऱ्यो भने चाहिँ सबै एप्लिकेसन चाहिँ ब्याक जाने भयो क्या। जस्तै तपाईँहरूको मेन स्क्रिन हुन्छ नि, यसमा चाहिँ तपाईँहरूले त्यो पप भनेर त्यो चाहिँ राख्नु हुँदैन। त्यो राख्नुभयो भने चाहिँ यसबाट ब्ल्याङ्क स्क्रिनमा जान्छ। जस्तै यो नेभिगेसनको बारेमा कसले बुझ्नुभयो, केही क्वेसन छ? सपोज थर्ड स्क्रिनबाट सिधै होम जानु पऱ्यो अरे होइन? हजुर, अनि पाइलअप हुँदै गयो नि त्यो त एप हेरी हुँदैन नि। यस्तो हुन्छ। त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि हामी थर्ड स्क्रिनमा जाऊँ होइन। यही कन्टेनर नै त्यसको बारेमा नि म आउँदैछु, आउन चाहिँ तपाईँले क्वेसन राखिहाल्नुभयो। थर्ड स्क्रिनमा जाऊँ, यसलाई हटाइदिउँ। यो हटाइदिएर हामीले कन्टेनर राख्यौँ। यसमा चाहिँ होम स्क्रिनको हाम्रो के छ, मेन डट डाटमा होम विजेट छ। क्लास हाम्रो होम विजेट नै छ नि। होम विजेट छ भने थर्डमा मैले होम विजेट राख्छु, मेन राखेँ, होम विजेट राखेँ। यसलाई सेभ गरेँ है त। लुक अफ फेल युजर मोड है। यसलाई रिफ्रेस गरौँ है त एकचोटि। हामीले हट रिस्टार्ट गऱ्यौँ है त। अब जस्तै के हुन्छ भन्दाखेरि सेकेन्ड स्क्रिनमा हामी गयौँ, सेकेन्ड स्क्रिनबाट थर्ड स्क्रिनमा गयौँ, थर्ड स्क्रिनबाट फेरि हाम्रो यहाँ होम स्क्रिनमा गयौँ।
होम स्क्रिनमा गयो भने चाहिँ के हुने भयो, त्यो हामीले लास्टमा गएको होम स्क्रिन चाहिँ तपाईँको टपको स्ट्याकमा गएर बस्ने भयो क्या। जस्तै अब हामीले यहाँदेखि यहाँ ब्याक बटन आयो नि, त्यो चाहिँ टप स्ट्याकमा गइसकेपछि बल्ल ब्याक बटन आएको हो क्या। त्यही भएर चाहिँ यहाँदेखि ब्याक गऱ्यो भने जस्तै यहाँ हेरौँ, यहाँनिर हेरौँ न, तपाईँको यहाँनिर राखौँ, तपाईँको यो मेन होम स्क्रिन हो, यो चाहिँ सेकेन्ड स्क्रिन हो, यो चाहिँ थर्ड स्क्रिन हो। फेरि थर्ड स्क्रिनबाट तपाईँ मेन होम स्क्रिनमा जानुभयो भने चाहिँ फेरि थर्ड स्क्रिनबाट फेरि स्ट्याकमा गएर बस्ने भयो। अनि फेरि तपाईँ यहाँदेखि यसबाट होम स्क्रिनबाट ब्याक आउनुभयो भने चाहिँ फेरि थर्ड स्क्रिनमा आउनुभयो। कसरी आउने भयो भन्दाखेरि यो स्ट्याकमा भएको होम स्क्रिन रिमुभ भएर थर्ड स्क्रिनमा आउने भयो। जस्तै यो इररको लागि सल्भ गर्नको लागि के छ भन्दाखेरि चाहिँ अलरेडी फ्लटरले नै प्रोभाइड गरेको छ तपाईँकोमा। यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा फङ्सनालिटी छ, नेभिगेटरकै फङ्सनालिटी हो। त्यसमा चाहिँ के हुन्छ, नेभिगेटर डट पुस र रिप्लेस गर, सबै भएको यो स्ट्याकमा भएको जति सबैलाई रिप्लेस गरेर डाइरेक्ट होममा जा, यसमा भएको यो स्ट्याकहरूलाई रिमुभ गर भन्ने फङ्सनालिटी छ। त्यसको लागि चाहिँ के हुन्छ, हामी थर्ड स्क्रिनबाट होममा जाँदाखेरि पुस नराखेर पुस रिप्लेसमेन्ट भन्ने राख्यौँ फङ्सनालिटी। पुस रिप्लेसमेन्ट भन्ने फङ्सनालिटी राख्यो भने चाहिँ यहाँदेखि थर्ड स्क्रिनबाट डाइरेक्ट होम स्क्रिनमा जाने भयो। यसलाई रिस्टार्ट गरौँ है त। पुस रिप्लेसमेन्टबाट चाहिँ होम स्क्रिनमा जाने भयो, डाइरेक्ट सेकेन्ड स्क्रिनमा आउने भएन। जस्तै हेर्नु चाहिँ यसबाट सेकेन्ड स्क्रिनमा गयो, थर्ड स्क्रिनमा गयो हामी, अनि थर्ड स्क्रिनबाट डाइरेक्ट यसमा आयो भने होइन, त्यो भइसकेपछि हामी सेकेन्ड स्क्रिन र थर्ड स्क्रिनलाई हामीले रिप्लेस गरेर आइसक्यौँ भन्ने कुरा भयो होइन। जस्तै पुस रिप्लेसमेन्ट एन्ड रिमुभ भन्ने हुन्छ, पुस रिप्लेसमेन्ट एन्ड रिमुभ अन्टिल भन्ने हुन्छ। यसले चाहिँ के गर्ने भयो भन्दाखेरि तपाईँको जुन यहाँदेखि हामी सेकेन्ड स्क्रिन थर्ड स्क्रिन योहरू स्ट्याकमा बसेको थियो नि, यो स्क्रिनहरू योहरूलाई चाहिँ रिमुभ गर्दै डाइरेक्ट हाम्रो इनिसियलमा आउने भयो क्या। इनिसियलमा चाहिँ यहाँ जस्तै यहाँनिर छ, योहरू छ भने चाहिँ पुस नेम एन्ड रिमुभ अन्टिलले चाहिँ कहाँनिर गयो, यसले चाहिँ के गर्ने भयो भन्दाखेरि तपाईँहरूको यो स्ट्याकमा बसेको कुराहरू हुन्छ नि, यसलाई चाहिँ यहाँदेखि यसमा जानु पऱ्यो भने चाहिँ यो फङ्सनालिटीले यसले चाहिँ यो सबैहरू चाहिँ रिमुभ गर्दै जाने भयो क्या। यो चाहिँ डिलिट गर्ने भयो, यो पनि डिलिट गर्ने भयो, आफू पनि आफ्नोमा भएको पनि यसलाई डिलिट गर्ने भयो, अनि चाहिँ इनिसियल स्टेटमा जाने भयो। पुस नेम एन्ड रिमुभ अन्टिल भइसकेपछि तपाईँले यहाँ यसरी चाहिँ दिनु मिल्दैन। किन मिल्दैन भन्दाखेरि तपाईँहरूले यहाँ गएर राउट चाहिँ डिफाइन गर्नुपर्छ। राउट भनेर एउटा फङ्सनालिटी डिफाइन गर्नुभयो, फाइनल स्ट्रिङ होम राउट भनेर डिफाइन गर्नुभयो होइन। अनि चाहिँ यहाँ नाम दिनुभयो होम ROUT राउट भनेर डिफाइन गर्नुभयो हो। यो राउटलाई चाहिँ तपाईँहरूले होम विजेटको राउट छ नि, त्यसलाई चाहिँ यहाँ मेटेरियलभित्र राउट्स भन्ने हुन्छ। यसमा चाहिँ तपाईँले रजिस्टर गर्नुपर्ने हुन्छ है त। यो राउटलाई चाहिँ हामीले यहाँ डिफाइन गऱ्यौँ नि नेमको युज गर्नको लागि, यसको लागि चाहिँ यहाँ डिफाइन गर्नु सक्नुहुन्छ है त। यो चाहिँ सबै कुराहरू एकैचोटि अहिले नै सिकाउनु सम्भव हुँदैन। यो चाहिँ तपाईँहरूको बेसिक पप र पुस चाहिँ कसरी गर्ने भन्ने कुरा हेऱ्यौँ हामी होइन। अनि अब पपको कुरा हेर्छौँ है त। अब जस्तै हामीले पुस नेमको कुरा गऱ्यौँ, नेभिगेटर डट पप गऱ्यौँ, पपबाट चाहिँ पप मात्रै राख्ने हो। यसमा पप राखिसकेपछि राउट डिफाइन गर्नु पर्दैन, किनकि
यो भनेको त अघिल्लोबाट तल्लोमा आइज भनेको हो नि त। त्यो भइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि गो टु थर्ड स्क्रिन भनेर हामीले गो ब्याक भनेर हान्छौँ है त। गो ब्याक भनेर हामीले डिफाइन गर्यो। गो ब्याक भनेर डिफाइन गरिसकेपछि यसलाई क्लिक गऱ्यो भने चाहिँ थर्डबाट सेकेन्डमा आयो। सेकेन्डबाट फेरि हामीले सेकेन्डमा के राखेको छौँ, थर्डमै जा भनेको छौँ। सेकेन्डबाट थर्डमै जा भनेको छौँ। थर्ड जा भनेपछि चाहिँ यहाँ गो ब्याकबाट सेकेन्डमा ब्याक आउनुभयो। यसरी चाहिँ नेभिगेटरले काम गर्छ है त। यो चाहिँ नेभिगेसनको भयो। अब हामी जाम एपिआईमा जाम है त। एपिआई पब्लिक एपिआई फर फुड रेसिपी। यसबाट चाहिँ तपाईँहरूले एपिआई भन्ने त कसले युज गर्नु भएको छ, वेब डेभलपमेन्ट गर्नु भएको, ब्याकएन्ड बनाउनु भएको भए त थाहा भइहाल्छ। एपिआईको लागि चाहिँ यहाँदेखि यसले चाहिँ जेसनमा डाटा दिन्छ फुडको लागि, यहाँदेखि दिने भयो होइन। अब योहरू चाहिँ हाम्रो जस्तै आइडिया मिल भनेर बनायो अनि त्यस्तै चाहिँ अब हामीले यहाँ मोडल क्लास एउटा बनाउँछौँ एपिआई युज गर्नको लागि। अनि एपिआई युज गर्नको लागि बनाउँछौँ। यहाँदेखि हामी फर्स्ट स्क्रिनमा जाऊँ है त। जस्तै तपाईँहरूलाई कुनै क्लाउडमा भएको डाटा, ब्याकएन्डमा भएको डाटाहरू चाहिँ फर्स्ट एप्लिकेसनमा कसरी ल्याउने त फ्लटर एप्लिकेसनमा, त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँहरूले इन्टरनेटसँग एपिआई कल गरेर त्यो डाटाहरूलाई चाहिँ मोडल क्लासमा कन्भर्ट गरेर, जस्तै यहाँनिर हामीले लिस्ट बनायो नि, यस्तै कन्भर्ट गरेर यो चाहिँ हाम्रो ब्याकएन्ड एपिआईबाट आउने भयो। त्यो एपिआईबाट आएको डाटाहरूलाई चाहिँ यो मोडल क्लास थ्रु एक्सेस गरेर चाहिँ हामीले यो स्क्रिनहरूमा देखाउँछ है त। त्यसको लागि चाहिँ प्याकेज भन्ने युज गर्नुपर्छ। एचटिटिपी भन्ने प्याकेज हुन्छ। अब प्याकेज भनेको चाहिँ के हो भन्दाखेरि जस्ट लिस्ट अफ कोड हो। प्याकेज प्लगइनहरू तपाईँले युज गरिसक्नु भएको होला, यदि उसमै युज गर्नुभएको छ भने, वेब डेभलपमेन्ट गर्नुभएको छ भने, अथवा सी र सी प्लस प्लसमा studio.h अनि math.h के गर्नुहुन्छ त्यो पनि सेम प्याकेज नै इम्पोर्ट गरेको है। जस्तै प्याकेज इम्पोर्ट गर्नको लागि pub.debमा जान्छौँ हामी। अब जस्तै एचटिटिपी भनेको यसले चाहिँ यो प्याकेज भनेको के हो भन्दाखेरि हामीले इन्टरनेट कल गरेर इन्टरनेटको डाटाहरू, एपिआई डाटाहरू कल गर्न सक्छौँ क्या। यसले चाहिँ हामीले 4वटा फङ्सनालिटी दिने भयो। जस्तै क्रड अपरेसन गर्न चाहिँ हेल्प हुने भयो। के क्रड अपरेसनमा के हुन्छ भन्दाखेरि तपाईँको एड, क्रिएट, डिलिट अनि पुट, मोडिफाई त्योहरू चाहिँ गर्न मिल्ने भयो क्या एचटिटिपी प्याकेज युज गरेर। यो चाहिँ हाम्रो pub.debमा हुन्छ। यसबाट चाहिँ तपाईँहरूले अरू प्याकेजहरू पनि सर्च गर्न सक्नुहुन्छ। प्याकेज युज गर्नको लागि चाहिँ यो 2-3टा प्रोसेस छ। तपाईँले इन्स्टलिङमा जाने, यहाँदेखि .flutter यो जुन कमान्ड रन गर्दा पनि हुन्छ, अथवा यो डाइरेक्ट डिपेन्डेन्सी यसलाई कपी गरेर तपाईँको यो pubspec.ml छ नि, यसको तपाईँहरूले यहाँ डिपेन्डेन्सीमा ल्याएर राख्नुभयो भने चाहिँ तपाईँले त्यो चाहिँ इम्पोर्ट गर्न सक्नुभयो, त्यो प्याकेज युज गर्न सक्नुभयो। यो यहाँ राखिसकेपछि तपाईँहरूको अटो इन्स्टल हुँदैन। त्यो इन्स्टल गर्नको लागि के गर्नुपर्छ, फ्लटर pub get भनेर तपाईँहरूले यहाँ कमान्ड रन गर्नुभयो भने चाहिँ यो प्याकेज चाहिँ यसले आफ्नो लोकल होस्टमा क्यासमा चाहिँ राख्ने भयो तानेर यो क्लाउडबाट। यसबाट चाहिँ तपाईँहरूको यहाँ ल्याएर राख्ने भयो। यो जस्ट बन्च अफ कोड हो, फङ्सनालिटी भएको कोड हो है त। अनि हामीले यो युज गर्नको लागि कसरी गर्छौँ भन्दाखेरि यहाँ इन्स्ट्रक्सन दिएको हुन्छ यसमै। यसलाई इम्पोर्ट गर्ने कसरी भन्दा यहाँ इम्पोर्ट भनेर यहाँ दिएको छ है। यसरी युज गर्ने, इम्पोर्ट गर्ने भनेर दियो। यसको लागि चाहिँ हामी के गर्छौँ, यहाँनिर भित्र एउटा नेटवर्क भन्ने फोल्डर बनाउँछौँ। नेटवर्क भन्ने फोल्डर बनायौँ। यहाँभित्र चाहिँ यी फाइल क्रिएट गर्छौँ। नेटवर्क भनेर फाइल क्रिएट गऱ्यौँ। नेटवर्क.dart भनेर फाइल क्रिएट गऱ्यौँ। यहाँ यसलाई चाहिँ इम्पोर्ट गऱ्यौँ। इम्पोर्ट गरिसकेपछि यो प्याकेज कसरी युज हुन्छ, के हुन्छ, त्यो अनुसार चाहिँ हामी हेर्छौँ। त्यहाँ रिडमीमै दिएको हुन्छ कसरी युज गर्ने, के गर्ने भनेर। नेटवर्कमा चाहिँ यहाँनिर तपाईँको
दिएको हुन्छ। युज क्लाइन्ट गर्ने कसरी गर्ने, अनि सर्भिस कसरी युज गर्ने टेस्टिङको लागि, अनि मेनमा कसरी युज गर्ने, त्यो चाहिँ दिएको हुन्छ है त। अनि जस्तै यसमा चाहिँ हामीले 4वटा क्रड अपरेसन गराउँछौँ, क्रिएट, पोस्ट, डिलिट अनि अपडेट, अनि त्यसपछि यहाँदेखि युज गर्छौँ। तर आजको लागि चाहिँ हामी के गर्छौँ भन्दा डाइरेक्ट कुनै एउटा फाइलमा चाहिँ एउटा फङ्सन बनाएर एचटिटिपी प्याकेजलाई युज गर्छौँ है त, नेटवर्क एपिआई कल गर्नको लागि। हामीले स्टेटफुल विजेट बनायौँ, स्टेटफुल भइसकेपछि बल्ल तपाईँहरूले कुनै फङ्सनालिटीहरू बनाएर काम गर्न सक्नुहुन्छ। स्टेटलेसमा चाहिँ फङ्सनहरू बनाएर त्यो स्क्रिनभित्र काम गर्न सकिँदैन है त। यति बेलासम्म कसैलाई केही डाउट केही छ? सर एपिआई की बारेमा केही भनिदिनु न। त्यो मैले युज त गरेँ होइन, तर सुनेको छु कि एपिआई कीहरू लिक हुनु हुँदैन यताउता भनेर। त्यो भनेको के हो भन्दाखेरि तपाईँले कुनै ब्याकएन्ड एक्सेस गर्दाखेरि तपाईँको आइडी भेरिफिकेसनको लागि चाहिँ तपाईँ कहाँबाट आउनु भएको हो, तपाईँले लेजिमेट मान्छे हो कि होइन, त्यो चाहिँ ब्याकएन्डले भेरिफाई गर्नको लागि चाहिँ एपिआई की बनाएको हुन्छ क्या। त्यो की भनेको एकजनासँग मात्रै एसोसिएट हुन्छ, जसले चाहिँ त्यो एपिआई की युज गर्यो त्योसँग नै एपिआई की त्यो आफ्नो हुन्छ। जस्तै तपाईँले एउटा ब्याकएन्डमा एउटा की बनाउनु भयो, त्यो तपाईँसँग मात्रै एसोसिएट हुने भयो। अनि मैले एउटा की बनाएँ ब्याकएन्डबाट भने चाहिँ त्यो चाहिँ मसँग मात्रै एक्सेस गर्नु हुने भयो, एक्सेस हुने भयो। त्यो की मार्फत तपाईँले ब्याकएन्डमा भएको डाटाहरू चाहिँ सबै एक्सेस गर्न सक्नुहुने भयो। त्यही भएर चाहिँ यदि त्यो एपिआई की चाहिँ लिक भयो भने चाहिँ थर्ड पार्टीले, जस्तै कुनै एउटा ह्याकरले तपाईँ बनेर तपाईँको ब्याकएन्डको डाटा चाहिँ एक्सेस गर्न सक्ने भयो क्या त्यो एपिआई की मार्फत। त्यो भएर चाहिँ त्यसलाई चाहिँ सेक्योर राख्नुपर्छ भनेको हो। अनि हामी एपिआईको बारेमा हेर्दै थियौँ। अर्को त्योभन्दा पहिला एउटा कन्सेप्ट छ, इनिट स्टेट भन्ने कन्सेप्ट छ, त्यो म बुझाइहाल्छु है त। इनिट स्टेट भन्दा हामीले यहाँ इनिट एउटा कुनै स्टेटफुल इजेटमा मात्रै हामीले डिफाइन गर्न सक्छौँ त्यो कन्सेप्टलाई अथवा त्यो फङ्सनालिटीलाई। इनिट आइएनआइटी स्टेट भनेर हामीले यसरी डिफाइन गर्न सक्छौँ। यो चाहिँ कस्तो हो भन्दाखेरि जति बेला तपाईँले यो सेकेन्ड स्क्रिन अथवा यो स्टेटफुल विजेट यसलाई चाहिँ रन गर्नुहुन्छ नि, जति बेला यो बिल्ड हुन्छ नि त्यति बेला चाहिँ यो इनिट स्टेट भन्ने अटोमेटिकली रन हुन्छ। यसमा भएको कोडहरू चाहिँ अटोमेटिकली रन हुन्छ। त्यो चाहिँ एउटा फाइदा हो। बिफोर जस्तै हामीले यहाँ विजेट बिल्ड भन्दा हामीले माथि राखेको छौँ नि, यो हाम्रो स्क्रिन बन्नुभन्दा पहिला चाहिँ यो कोड रन हुन्छ। यो कोड रन भएपछि फाइदा के भयो, हाम्रो यो स्क्रिन बिल्ड नहुँदै हामीले ब्याकएन्डबाट डाटा ल्याउन पायौँ अथवा कुनै फङ्सनहरू रन गरेर यो स्क्रिनमा देखाउने हो कि केही कुराहरू, त्यो चाहिँ हाम्रो स्क्रिन रन नहुँदै, स्क्रिन बिल्ड नहुँदै चाहिँ हामीले यो फङ्सनबाट त्यो मेथडहरू चाहिँ हामीले रन गर्न सक्यौँ क्या। जस्तै यो भनेको कस्तो भन्दाखेरि सेटअप टाइपको हो क्या। जस्तै हामीले रनिङ गर्नुभन्दा पहिला हामीले जस्ट स्याम्पल एक्सर्साइजहरू गर्छौँ सिम्पल होइन, अनि स्ट्रेचिङहरू गर्छौँ, त्योहरू चाहिँ इनिट स्टेटभित्र हुने भयो। अनि इनिट स्टेटभित्र त्यो भइसकेपछि बल्ल रनिङ स्टार्ट चाहिँ यहाँ चाहिँ स्काफोल्ड बिल्डबाट हुने भयो क्या है त। यो चाहिँ तपाईँहरूको एकदम काम लाग्छ। जस्तै कुनै स्क्रिन बनाउनु भयो, त्यसमा डाटा तान्नु छ अथवा यो स्क्रिनमा गएर कुनै भ्यालुहरू सेट गर्नु छ, स्क्रिन रन नहुँदै भयो भने चाहिँ इनिट स्टेट भन्ने तपाईँहरूले युज गर्न सक्नुहुन्छ। यो चाहिँ एभ्री स्टेटफुल विजेटमा हुन्छ, स्टेटलेस विजेटमा चाहिँ हुँदैन। किनकि स्टेटलेस विजेटबाट तपाईँहरूले एकचोटि बिल्ड भइसकेपछि त्यसमा चेन्ज गर्न मिल्दैन है त। अनि अब हामी
एपिआई कल गर्नुतिर हामी जान्छौँ। टाइम पनि 9:36 भइसकेकै छ। जस्तै म तपाईँहरूलाई एउटा हेरौँ है त। इनिट स्टेटभित्रै रन गर्छ। हामी सेकेन्ड स्क्रिनमा छौँ। हामी यहाँ सेकेन्ड स्क्रिनमा, फर्स्ट स्क्रिनबाट हामी सेकेन्ड स्क्रिनमा जान्छौँ। सेकेन्ड स्क्रिनमा गइसकेपछि यहाँ हामीले एउटा भोइड भन्ने फङ्सन बनाउँछौँ। भोइड फङ्सनबाट हामीले के गर्छौँ, लोड एपिआई डाटा भन्ने चाहिँ फङ्सनालिटी बनायौँ। त्यो फङ्सनालिटीभित्र यो चाहिँ हामीले इनिट स्टेटभित्र रन गऱ्यौँ। किन इनिट स्टेटभित्र रन गऱ्यौँ भन्दाखेरि यो चाहिँ यो स्क्रिन बिल्ड हुने बेलामा यसले एपिआईको डाटा ब्याकइनको डाटा तान्छ। त्यो भएर चाहिँ हामीले लोड एपिआई डाटा भन्ने युज गऱ्यौँ। यसले फङ्सनलाई इनिट स्टेटभित्र राख्यौँ है त। अब यसमा चाहिँ के फङ्सनालिटी हुन्छ भन्दाखेरि तपाईँको हामीले अघि फाइनल भन्ने डिफाइन गऱ्यौँ। रेस्पोन्स भन्ने एउटा भेरिएबल बनायौँ। रेस्पोन्स भन्ने भेरिएबल बनायौँ। रेस्पोन्स भन्ने भेरिएबल बनाइसकेपछि हाम्रो अर्को अझ इम्पोर्टेन्ट कन्सेप्ट भनेको असिङ्क र अवेट भन्ने कन्सेप्ट छ है। त्यो भने हामीले भर सिकिहाल्छौँ। असिङ्क र अवेट भन्ने छ होइन। जस्तै हामीले भर्खर नेटवर्क कल गर्नको लागि एचटिटिपी प्याकेज युज गर्छौँ ब्याकएन्डबाट डाटा ल्याउनको लागि भनेछौँ। त्यसको लागि चाहिँ के हुने भयो भन्दाखेरि रेस्पोन्समा एचटिटिपी भन्दै हामी हान्छौँ। कसरी इम्पोर्ट गर भने हामीलाई इक्जाम्पलमा इम्पोर्ट एचटिटिपी डट भनेर यसरी इम्पोर्ट गर्नु भने यहाँ इक्जाम्पल दिएको हुन्छ, तपाईँहरूले सजिलो हुन्छ। यहाँदेखि चाहिँ मैले इम्पोर्ट गरेँ, यसरी इम्पोर्ट गर भन्यो होइन। अनि यो चाहिँ मैले टपमा लगेर राखेँ, इम्पोर्ट गरेँ। अनि इम्पोर्ट गरिसकेपछि एचटिटिपी इम्पोर्ट गरिसकेपछि यो प्याकेजलाई युज गर्नको लागि मैले एचटिटिपी भन्ने हालेँ, एचटिटिपी भनेर हालेँ। अनि यसले दिने फङ्सनहरू चाहिँ के छ, जस्तै हामीले 4वटा अपरेसन दिन्छ भनेको छौँ। गेट, पोस्ट, डिलिट, अपडेट भन्ने दिन्छ भनेको छौँ। त्यसको लागि चाहिँ हामीले गेट कुनै ब्याकएन्डबाट डाटा तान्नु पऱ्यो, आफूलाई चाहियो भने चाहिँ गेट भन्ने युज गर्छौँ। त्यसको लागि चाहिँ गेट भन्ने याद आयो। युआरएल भन्ने हुन्छ है। युआरएल भनेको तपाईँको जस्तै यहाँनिर हेर्नुहोस्, यसलाई चाहिँ युआरएल भन्छ क्या। यो चाहिँ ब्याकएन्ड हो। यो भनेको युआरएल हो। यसलाई चाहिँ मैले कपी गरेँ। यो चाहिँ मेरो युआरएल भयो। तर मैले यहाँ डाइरेक्ट युआरएल राख्न मिल्दैन। किन मिल्दैन भन्दाखेरि यो त हाम्रो र स्ट्रिङ भयो। यो त र स्ट्रिङ भयो होइन वेबसाइटको। यसलाई चाहिँ हामीले फ्लटर यो गेटले बुझ्ने भाषामा राख्नको लागि चाहिँ के गर्नुपर्छ, युआरआई भन्ने एउटा पास गर्नुपर्छ। यसलाई कन्भर्ट गर्नुपर्छ। त्यसको लागि चाहिँ हामी के गर्छौँ, युआरआई डट पास भन्ने हुन्छ। यसलाई चाहिँ हामी यहाँ राख्छौँ। यहाँभित्र चाहिँ बल्ल हामीले स्ट्रिङभित्र यो चाहिँ हामीले दिने भयो क्या। यो हाम्रो एपिआईको लिङ्क भनौँ न, ब्याकएन्डको, त्यो चाहिँ दिने भयो है। यसले चाहिँ बल्ल हामीलाई यो डाटा जेसनमा दिने भयो। यसरी दिने भयो, यहाँनिर भयो है, यसरी दिने भयो। अब यो त दियो रेस्पोन्स। यो हामीले ब्याकएन्डबाट लिएको कुरा चाहिँ हामीले रेस्पोन्स भन्ने भेरिएबलमा राख्यौँ। तर यसमा त टाइम लाग्न सक्छ, ब्याकएन्डबाट आउन त टाइम लाग्न सक्छ। कहिले तपाईँहरूको इन्टरनेट फास्ट हुनसक्छ, कहिले इन्टरनेट स्लो हुनसक्छ। त्यसको लागि चाहिँ के हुन्छ भन्दाखेरि हामीले असिङ्क भन्ने किवर्ड यो फङ्सनलाई असिङ्क भनेर राख्छौँ। असिङ्कले चाहिँ के गर्छ भन्दाखेरि असिङ्कले जस्तै तपाईँको यसलाई टाइम लाग्ने कुरालाई चाहिँ नरोकी योभन्दा तल जा, यसलाई चाहिँ असिङ्क राखेपछि यो कुरा असिङ्कभित्रको कुराहरूलाई चाहिँ तैँले ब्याकग्राउन्डमा गर्दा पनि हुन्छ भन्नको लागि चाहिँ हामीले असिङ्क राख्छौँ। यसले चाहिँ तैँले ब्याकग्राउन्डमा गरे नि हुन्छ काम भन्यो होइन। त्यही भएर चाहिँ हामीले असिङ्क किवर्ड राख्यौँ। यो राखिसकेपछि तर हामीलाई त फर्स्ट स्क्रिनमा देखाउनु छ, डाटा आएपछि मात्रै देखाउनु छ। त्यो भएर चाहिँ हामीले यहाँ अवेट राख्छौँ। अवेटले के काम गर्छ भन्दाखेरि
यो http.getबाट यो आएको डाटाहरू सकिएपछि बल्ल तल्लो लाइनमा जा भन्छ क्या। जति पनि तपाईँले प्रोग्रामिङ ल्याङ्ग्वेज रन हुँदाखेरि के हुन्छ भन्दाखेरि टप लाइनबाट बटम लाइनमा टपबाट बटममा रन हुँदै जान्छ नि। त्यो भएर चाहिँ यो सकिसकेपछि बल्ल अर्को लाइनमा जा भन्नको लागि चाहिँ अवेट भन्ने हामीले किवर्ड राख्यौँ। यो असिङ्कले चाहिँ त चलिरह मलाई कुर्नु पर्दैन, यो अरू बिल्ड गर्दै गर। यो कुराहरू भइसकेपछि म ब्याकग्राउन्डमा रन गर्छु, भइसकेपछि तँलाई देखाउँछु भन्छ असिङ्कले। तर अवेटले चाहिँ के भन्छ, यो सकिसके मैले गर्न लागेको कुरा सकिसकेपछि बल्ल त तलतिर जान पाउँछस् भन्छ क्या। त्यो भएर चाहिँ अब हाम्रो के हुने भयो भन्दाखेरि http.get युआरएल पार्स हामीले यो गऱ्यौँ। यो चाहिँ हाम्रो गेट फङ्सनालिटी भयो, यो हाम्रो प्याकेजले दिने फङ्सनालिटी भयो। त्यो दिइसकेपछि हामीले यसले दिने भ्यालु चाहिँ जुन चाहिँ यो भ्यालु हुन्छ नि, यो होल भ्यालुलाई चाहिँ एउटा भेरिएबलमा राख्यौँ, रेस्पोन्स भन्ने भेरिएबलमा राख्यौँ। अब रेस्पोन्स भन्ने भेरिएबलमा राखिसकेपछि के हुन्छ भन्दाखेरि रेस्पोन्स भेरिएबलमा राख्यौँ। अब रेस्पोन्स भेरिएबलले चाहिँ डिफ्रेन्ट कुराहरू दिन्छ। जस्तै हामीले यहाँनिर इफ एल्स त सबैले पढ्नुभयो होला। यदि इफ अनि एल्स कन्डिसनहरू चाहिँ है, कन्डिसन भने इफ एल्समा जस्तै यो रेस्पोन्सको स्ट्याटस कोड चाहिँ यदि 200 छ भने चाहिँ हामीले यसले यो युआरएलले अथवा यो गेटले सक्सेसफुल्ली हाम्रो डाटा दियो भन्ने चाहिँ हामीलाई थाहा हुन्छ। यदि रेस्पोन्स 200 भन्दा अरू छ भने चाहिँ यो डाटा चाहिँ हामीले यसले दिन फेल गर्यो भन्ने कुरा चाहिँ हामीले थाहा पाउनु पऱ्यो क्या। यदि 200 दिएको छ भने हामीले स्क्रिनमा देखाउनु पऱ्यो। त्यसको लागि चाहिँ के गर्ने, अब यहाँनिर हाम्रो सेकेन्ड स्क्रिन स्टेटभित्र छौँ। अनि स्टेट्सभित्र छौँ भने चाहिँ हामीले एउटा भेरिएबल बनाउँछौँ। भेरिएबल के बनाउँछौँ, हामीलाई यहाँभित्रबाट के चाहिन्छ, जस्तै मिल नेम हामीलाई चाहिन्छ। यहाँदेखि हामीले कपी गर्छौँ, मिलको नेम कपी गऱ्यौँ। फाइनल यसको भ्यालु के छ, यसको स्ट्रिङमा दिएको छ, त्यो चाहिँ हामीले यहाँ फाइनल स्ट्रिङ राख्छौँ। स्ट्रिङ राखेपछि यो नेम दियौँ। नेम दिइसकेपछि यसको भ्यालु चाहिँ अहिलेलाई केही दिएनौँ, यो भए पनि हुन्छ नभए पनि हुन्छ भनेर चाहिँ हामीले फाइनली यो राख्यौँ। भए पनि हुन्छ नभए पनि हुन्छ भन्ने भयो। अनि जस्तै यो रेस्पोन्स हाम्रो यहाँनिर दिएको छ, अनि यो पनि हामीले यहाँ एउटा भेरिएबल बनाउँछ यो पनि स्टोर गर्नको लागि। फाइनल रेस्पोन्स भनेर हामीले भेरिएबल बनायौँ। लेट फाइनल भार भनेपछि भेरिएबल, भारले भेरिएबल यसको भ्यालु चाहिँ जे पनि छ हुनसक्छ भनेर चाहिँ यसले डिफाइन गर्यो होइन भेरिएबलले। अनि जस्तै योबाट आयो हाम्रो यहाँ हेर्नुहोस्, यसले 200 दियो, हाम्रो रेस्पोन्स राम्रै दियो भने चाहिँ हामीले हिजो पढेको कुरा के थियो, सेट स्टेट थियो। यसले चाहिँ यो दिइसकेपछि हामीले यो रेस्पोन्समा अपडेट गरिदिन्छौँ है त। यहाँनिर रेस्पोन्समा हामीले यो रेस्पोन्स चाहिँ अपडेट गरिदिन्छौँ। रेस्पोन्स इक्वल्स टु रेस्पोन्स भनेर अपडेट गऱ्यौँ है त। यसको यो एरर आएको चाहिँ यसको नाम पनि सेम भयो, यसको नाम पनि सेम भयो। त्यही भएर चाहिँ हामी रेस्पोन्स फाइनल भनेर यसको नाम दियौँ। अनि यसको नाम चाहिँ यो रेस्पोन्स भ्यालु चाहिँ हामीले यसमा एसाइन गऱ्यौँ है त। जस्तै अब स्ट्रिङ मिललाई एसाइन गर्नको लागि के चाहिन्छ, हामीले इनिट स्टेटभित्र चाहिँ फर्स्टमा यसले स्ट्रिङ यहाँ डिफाइन गरिसकेपछि हाम्रो फर्स्ट एप स्टार्ट हुने बेलामा डिफाइन गर भन्छ। त्यसको लागि चाहिँ हामी के युज गर्छौँ, यसको नाम दिन्छौँ। यसको नाम दियौँ ल,
यसको नाम दिइसकेपछि यसलाई हामीले सेट स्टेट गऱ्यौँ। सेट स्टेट अपडेट गर्ने भयो। अनि यसको नाम हामीले यहाँ दिन्छौँ एक्सपेक्टेड टु बी आइडेन्टिफाई भन्यो होइन के एरर आयो। यो हाम्रो सेट स्ट्रिङ मेल भन्ने चाहिँ चेन्ज भइरहेको छ, त्यही भएर चाहिँ हामीले फाइनल रिमुभ गऱ्यौँ। रिमुभ गरेर यसलाई पनि भेरिएबल नै डिफाइन गऱ्यौँ है त, स्ट्रिङ भनेर दिएनौँ। अब चाहिँ हामीले यहाँनिर स्ट्रिङ मेल गऱ्यौँ, यो डाइनामिक हुन्छ। त्यसबाट चाहिँ अब हाम्रो यो रेस्पोन्स फाइनलबाट आएको कुरालाई चाहिँ डट कसरी आएको छ भन्दाखेरि यो राख्यौँ हामीले। मिल्सभित्र यो आएको छ नि, त्यही भएर हामीले फर्स्टमा मिल्स भन्ने यहाँनिर डिफाइन गर्छौँ। मिल्स भन्ने डिफाइन गरिसकेपछि के आएको छ, स्टर मिल भन्ने आएको छ होइन। यो डिफाइन गर्छौँ अनि हामीले सेमिकोलन दियौँ। यसलाई चाहिँ हामीले सेभ गर्नको लागि चाहिँ सेट स्टेटभित्र राख्यौँ है त, सेट स्टेटभित्र राख्यौँ यसलाई। अब यो हाम्रो यो चाहिँ हाम्रो स्क्रिनमा देखाउनु पऱ्यो भने चाहिँ कसरी देखिन्छ भन्दाखेरि सेन्टरलाई मैले यहाँनिर एउटा बल्ब आएको छ, यसबाट कलम भन्नेमा ऱ्याप गर्छ है। कलम भन्नेमा ऱ्याप गरिसकेपछि कलममा हाम्रो एउटा माथि एउटा भन्दा तल त्यसरी राख्न मिल्छ है त। त्यसले चाहिँ म के गर्छु, टेक्स्ट भनेर डिफाइन गरेँ। अनि डाटाको ठाउँमा चाहिँ म के दिन्छु भन्दाखेरि हाम्रो यो दिन्छु क्या। यो हामीले यहाँदेखि ल्याएर राखेको छौँ नि त, त्यसलाई चाहिँ मैले यहाँ डाटाभित्र दिने भएँ अनि एउटा सेमिकोलन दिने भएँ। अब चाहिँ यसमा कसरी आउने भयो भन्दाखेरि यसलाई सेभ गर्ने बित्तिकै त आउँदैन, किनकि हाम्रो यो डाटाहरूमा भेल्यु जानको लागि त एप स्टार्ट अथवा यो स्क्रिन स्टार्ट हुने बेलामा यो रन हुन्छ भने यो रन हुने बेलामा बल्ल हामीले लोड गराएछौँ। त्यो भएर चाहिँ हामीले यसलाई हट रिलोड गर्छौँ, रिस्टार्ट गर्छौँ है त। रिस्टार्ट गऱ्यौँ अनि अब जस्तै हामी सेकेन्ड स्क्रिनमा क्लिक गर्छौँ। सेकेन्ड स्क्रिनमा क्लिक गरिसकेपछि यो स्क्रिन स्टेटफुल विजेट खुल्ने भयो। स्टेटफुल विजेट खुलिसकेपछि लोड एपिआईलाई यस्तो राखौँ, यहाँनिर राखौँ, यहाँनिर राखौँ है। अनि जस्तै यो स्टेट खुलिसकेपछि चाहिँ तपाईँको फर्स्टमा इनिट स्टेट रन हुने भयो। इनिट स्टेट रन भएपछि यो फङ्सनालिटी रन हुने भयो लोड एपिआई डाटा भन्ने। लोड एपिआई डाटाबाट असिङ किवर्ड राख्यौँ हामीले। त्यसपछि हाम्रो यो रेस्पोन्स भन्ने रन हुने भयो। रेस्पोन्स रन भइसकेपछि अवेट भन्ने किवर्डले चाहिँ यो नसकिँदासम्म चाहिँ यहाँ तलतिर जान नपाउने भने त्यहाँ जाने भयो। अनि त्यसपछि यो सकिसकेपछि चाहिँ हामीले चेक गऱ्यौँ यहाँनिर यो रेस्पोन्सको स्ट्याटस ठिक छ कि छैन भनेर 200बाट चेक गऱ्यौँ। ठिक छ भने चाहिँ हामीले हाम्रो यो रेस्पोन्स चाहिँ माथिको यो भेरिएबल फाइनल रेस्पोन्समा सेभ गऱ्यौँ। फाइनल रेस्पोन्समा सेभ गरिसकेपछि चाहिँ अनि यो लोड एपिआई डाटा सकिन्छ। अनि फेरि हामी यहाँनिर आउने भयो। यहाँनिर आउँदाखेरि चाहिँ यो स्टर मिल भन्ने चाहिँ भेरिएबल यहाँनिर आउने भयो। यो चाहिँ सेट हुने भयो, रेस्पोन्स फाइनल मिल स्टर मिलबाट हुने भयो। यहाँ चाहिँ तपाईँहरूले यस्तरी दिनुपर्ने हुन्छ है त। स्टर मिल यो चाहिँ यस्तरी दिनुपर्ने हुन्छ है। अनि यो चाहिँ रेस्पोन्स फाइनलबाट फर्स्टमा मिललाई सर्च गऱ्यो, मिलको चाहिँ एसटिआर मिल स्ट्रिङ मिललाई सर्च गऱ्यो है त। अनि यहाँनिरबाट चाहिँ स्ट्रिङ मिल भन्ने यो भेरिएबल सेटअप भयो। यो भेरिएबल सेटअप भएपछि बल्ल हाम्रो बिल्ड भन्ने फङ्सनालिटी रन भयो। बिल्ड भन्ने फङ्सनालिटीबाट हाम्रो स्क्याफोल्डले स्क्रिन बनाउने भयो। स्क्याफोल्डले स्क्रिन बनाइसकेपछि टेक्स्टमा हामीले बल्ल माथिको यो भेरिएबल दिन्छौँ। यो भेरिएबल भनेको यो चाहिँ हाम्रो डाइनामिक हो। डाइनामिक हामीले टेक्स्टमा दिन मिल्दैन। डाइनामिक टेक्स्टमा दियो, डाइनामिकलाई स्ट्रिङमा चेन्ज गर्नको लागि चाहिँ टु स्ट्रिङ भन्ने फङ्सनालिटी छ, यसलाई राख्छौँ है त। अब यसलाई हामीले यहाँ सेभ गऱ्यौँ। अब हामी सेकेन्ड स्क्रिनमा जान्छौँ। मिल्स यो चाहिँ एक्सेस गर्न मिल्दैन, यहाँ इरर आयो।
के एरर आयो भन्दाखेरि हाम्रो यहाँनिर चाहिँ डिबग कन्सोलमा एरर चाहिँ दिएको हुन्छ है त। यहाँनिर के एरर आयो भन्दाखेरि द मेथड यो वाज नल भन्यो होइन, रिसिभर नल ट्राइङ कलिङ मिल्स भन्यो होइन। जस्तै हाम्रो यहाँनिर के आएको छ भन्दाखेरि एउटा भ्यालु चाहिँ तपाईँको रङ आएको छ अथवा भ्यालु दिएको छैन भन्ने भयो क्या। जस्तै के भयो भन्दाखेरि हाम्रो स्ट्याटस कोड 200 आएन अथवा तपाईँको यसले चाहिँ केही पनि अरू स्ट्याटस कोड दियो, सर्भर एरर अथवा तपाईँले एपिआई की चाहिन्छ भन्यो भने चाहिँ हामीले एल्समा त यहाँ सेट गरेको छैन नि त, 200 आए मात्रै भयो, रेस्पोन्स फाइनल भन्ने सेट गरेका छौँ। त्यो भएर चाहिँ तपाईँको यसले चाहिँ स्ट्याटस कोड 200 नआइसकेपछि यो भ्यालुहरू त सेट हुने भएन नि, त्यो भएर चाहिँ तपाईँको अहिले नल भ्यालु आयो क्या। जस्तै अब हामीले यसमा चाहिँ केही आएको छैन भने चाहिँ लग भनेर हामीले यहाँ राख्न सक्छौँ। यसमा चाहिँ के आइरहेको छ भ्यालु, लग रेस्पोन्स डट बडी। लग भन्ने चाहिँ के हो भन्दाखेरि तपाईँको यो डिबग कन्सोल छ नि, यसमा चाहिँ एररहरू देखाउँछ क्या। लग डट एसटिए लग रेस्पोन्स डट स्ट्याटस कोड भन्ने भयो क्या। यो स्ट्याटस कोड भनेको हाम्रो इन्ट हो, इन्टलाई स्ट्रिङमा चेन्ज गर्नको लागि टु स्ट्रिङ भन्ने फङ्सनालिटी भयो। यसलाई चाहिँ हामीले यस्तै राख्यौँ। अनि यसलाई सेभ गरिसकेपछि तपाईँको जस्तै यसलाई हामीले ब्याक गएर फेरि त्यही स्क्रिनमा गयो भने चाहिँ एरर देखिने भयो क्या। अब हाम्रो यहाँ लगमा एरर देखिन्छ होला है त। फेरि यसलाई रिस्टार्ट गरौँ एकचोटि, अथवा तपाईँले यहाँ रेस्पोन्स के दिएको छ त्यो पनि डाइरेक्ट प्रिन्ट गर्न सक्नुभयो है त। प्रिन्ट अथवा लग गरेँ मैले, रेस्पोन्सलाई नै प्रिन्ट गरेँ, रेस्पोन्स डट टु स्ट्रिङ प्रिन्ट गरेँ, यसलाई सेभ गरेँ भनेपछि इन्स्टेन्स अफ रेस्पोन्स दियो, रेस्पोन्स डट स्ट्याटस कोडलाई म प्रिन्ट गर्छु है त। नेटवर्कमा चाहिँ गर्छ, हामी कुनमा थियौँ, सेकेन्ड स्क्रिनमा थियौँ है त। यसलाई मैले फेरि हट रिलोड गरेँ, सेकेन्ड स्क्रिनमा गएँ म। सेकेन्ड स्क्रिनमा जाँदाखेरि स्ट्याटस कोड 200 नै आयो भनेपछि हाम्रो के दिएको छ, यसले त ठिक नै दिएको छ रेस्पोन्स त। भनेपछि अब के एरर आयो त हाम्रो भन्दाखेरि यहाँ रेस्पोन्स डट फाइनलमा रेस्पोन्सको पुरै हामीले इन्स्ट्यान्सै पठाएँ क्या। यसबाट हाम्रो डिफ्रेन्ट कुराहरू छुट्टिन्छ। जस्तै तपाईँको बडी छुट्टिन्छ, स्ट्याटस कोड छुट्टिन्छ, रिक्वेस्ट छुट्टिन्छ, अनि हेडरहरू छुट्टिन्छ। हामीलाई दिने यसबाट त जस्ट यो भनेको त हाम्रो बडीमा आउने कुरा हो नि त, रेस्पोन्सको बडीमा आउने कुरा हो नि त। त्यो भएर त हामीले इन्स्ट्यान्सै पठाएपछि त यसले यहाँ डाटा नै डिकोड गर्ने भएन। त्यो भएर चाहिँ तपाईँको रेस्पोन्स डट बडीलाई चाहिँ तपाईँले सेभ गर्नुपर्ने हुन्छ रेस्पोन्समा। ओके, हामीले बडीलाई सेभ गऱ्यौँ। बडी भनेको यो कुराहरू, जस्तै रेस्पोन्सले त डिफ्रेन्ट कुराहरू दिन्छ, तपाईँको स्ट्याटसहरू दिने भयो, के दिन्छ भनेर यहीँ दिएको होला। रेस्पोन्सले चाहिँ होइन, एसटिओएडले यसले चाहिँ डिफ्रेन्ट कुराहरू दिन्छ। त्यो मध्ये चाहिँ के हो भन्दाखेरि यहाँदेखि हेर्न सक्छौँ, बडी दिने भयो, हेडर दिने भयो, रिडाइरेक्ट, रिक्वेस्ट, स्ट्याटस कोडहरू दिने भयो। रेस्पोन्स डट बडी चाहिँ हामीले एक्सेस गर्ने हो। बडी भनेको यो कुराहरू सबै यसमा भएको कुराहरू चाहिँ बडी भयो। त्यो भएर चाहिँ बडी एक्सेस गरेर हामीले यो भेरिएबलमा सेभ गऱ्यौँ। अब चाहिँ एरर सल्भ हुन्छ होला है त। अझै पनि सल्भ भएन, यहाँ अझै के एरर आएको छ हामी हेर्छौँ है त। जस्तै अझै तपाईँहरूले डिकोड गर्नको लागि यो बडीलाई नै प्रिन्ट गर्न सक्नुहुन्छ। जस्तै हेरौँ, लग रेस्पोन्स
डट बडी यसलाई नै प्रिन्ट गरेर हेर्छु है त मैले के एरर आएको रहेछ। यसलाई मैले प्रिन्ट गरेर हेरेँ, यहाँनिर आयो हाम्रो तपाईँको फर्स्टमा मिल्स भन्ने दियो। मिल्सभित्र चाहिँ के दियो हाम्रो मिल्सभित्र तपाईँको यहाँ लिस्ट दियो क्या। मिल्सभित्र लिस्ट दियो भनिसकेपछि लिस्टको कुन आइटमको चाहिँ तपाईँले यो स्ट्रिङ मिल चाहियो भन्नको लागि त त्यो आइटम डिफाइन गर्नु पर्यो नि त। त्यो आइटम डिफाइन गर्नको लागि चाहिँ हामीले जस्तै यहाँ मिल्स भनेर मिल्स एक्सेस गऱ्यौँ, अनि यो आइटम एक्सेस गऱ्यौँ, आइटम जस्तै स्ट्रिङ मिल हुने मिलको नाम एक्सेस गऱ्यौँ, तर कुन आइटमको मिल भनेर एक्सेस गरेनौँ नि त हामीले। त्यो भएर चाहिँ अहिले एरर दिएको। जस्तै हामीले फर्स्टको लिस्टको अब्जेक्टको चाहिँ हामीले नेम चाहिएको हो भनेपछि 0 दियौँ। जस्तै तपाईँले हेर्न सक्नुहुन्छ यहाँदेखि यहाँसम्म एउटा होला, त्योभन्दा तल एउटा होला, त्यो चाहिँ हुने भयो क्या। यसलाई सेभ गरेँ मैले, ब्याक आएँ, अझै पनि एरर आयो भन्छ होइन यसले। अब अझै पनि एरर आयो भन्छ भने चाहिँ अब हाम्रो यो रेस्पोन्स फाइनलमा चाहिँ के सेभ भएको छ त त्यो हेरौँ है त। त्यसको लागि चाहिँ हाम्रो यहाँदेखि सेट भएको छ भनेपछि यहाँनिर लग गर्न सक्छौँ है। लग गऱ्यौँ, फाइनल गऱ्यौँ र टु स्ट्रिङ गऱ्यौँ, कमा गऱ्यौँ। अब चाहिँ हाम्रो यो रेस्पोन्स फाइनलमा के सेभ भएको छ भन्ने कुरा चाहिँ देखिने भयो। जस्तै तपाईँले थाहा पाउनको लागि के गर्न सक्नुहुन्छ भन्दाखेरि रेस्पोन्स फाइनल भन्ने कुरा भयो। यसलाई सेभ गऱ्यौँ, रेस्पोन्स फाइनलमा हाम्रो मिल्स आयो। मिल्स आइसकेपछि आइडी आयो, स्टार मिल आयो भनेपछि के एरर आएको रहेछ त। अब चाहिँ हामीले के हेर्छौँ भन्दाखेरि यहाँनिर अब यसले यो सेभ गराएको छ कि छैन त्यो कुराहरू चाहिँ यहाँभन्दा तलतिर लग गरेर हेर्छौँ है त। अनि यसमा चाहिँ के भेल्यु आएको छ त्यो हेर्छौँ है। स्टार मिल भने यसलाई मैले टु स्ट्रिङमा सेभ गरेँ, प्लस गरेँ, मिल नेम भनेर सर्च गरेँ, सेभ गरेँ है त। अब यसलाई मैले रिस्टार्ट गरेँ भने चाहिँ यहाँ दिने भयो तपाईँको मिल नेम भनेर सर्च गरौँ है लगमा, कन्सोलमा चाहिँ। यसले केही पनि दिएको छैन भनेपछि यो सेभ नै भएको छैन भन्ने कुरा भयो। त्यसको लागि चाहिँ हामीले रिफ्रेस गर्छौँ। रिफ्रेस गरेपछि हामी सेकेन्ड स्क्रिनमा गयौँ। यसले अझै केही पनि दिएको छैन भन्यो है त। जस्तै हाम्रो यहाँ मिल्स भनेर डाटा आएको छ, MEALS, स्टार मिल नाम ठिक छ, यसको नाम पनि ठिक छ। अथवा अहिले चाहिँ यसमा एरर आयो होइन। यो चाहिँ के भएको रहेछ हामी भोलि यसलाई सल्भ गरेर हेर्छौँ है त। भोलि चाहिँ हाम्रो लास्ट डे हुनेछ। भोलिको लास्ट डेको लागि चाहिँ तपाईँहरू अलिक छिटो नै आउनु होला, 8 बजे। त्यो चाहिँ हामी 2 घन्टाको गर्छौँ। त्यसमा चाहिँ के गर्छौँ भन्दाखेरि एउटा रियल लाइफ एउटा एप्लिकेसन बनाउँछौँ। त्यसपछि चाहिँ त्यसमा हामीले के छ कुराहरू रियल लाइफ एप्लिकेसनमा कसरी प्ले स्टोरसम्म लैजाने भन्ने कुरा हेर्छौँ है त, यो एरर पनि सल्भ गरेर। अनि यदि यो एरर बाहेक अहिलेसम्म केही नबुझेको कसैलाई केही छ? यो एरर आयो, यसमा अलिकति टाइम लाग्ने भयो, त्यो भएर चाहिँ
यसलाई स्किप गरेर यसलाई भोलि गरौँला भन्ने चाहिँ हेरेको मैले है। सर एपिआई र फ्रेमवर्कको बारेमा डिफ्रेन्स भनिदिनु न। एपिआई भनेको चाहिँ जस्ट एउटा तपाईँको पाथ भयो होइन, ब्याकएन्डबाट डाटा आउने पाथ। फ्रेमवर्क भनेको चाहिँ कुनै कुरा बिल्ड गर्नको लागि चाहिने टुल्स र कोडहरूको चाहिँ फ्रेमवर्क भन्छ। त्यति नै हो डिफ्रेन्स लगभग। एपिआई भनेको जस्तै एउटा इन्ड पाथ भनौँ न, ब्याकएन्डको ब्याकएन्ड डाटाबेसबाट फ्रन्ट एन्डसँग दिने एउटा पाथ हुन्छ नि, एउटा लिङ्क, त्यसलाई चाहिँ हामी एपिआई भन्छौँ क्या। अनि जुन एपिआईले धेरैवटा मेथडहरू दिन्छ जसलाई हामी युज गरेर लाइक ओपनजिएल छ नि हाम्रो, हजुर हजुर त्यसले पनि त हामीले पाथ प्रोभाइड गर्छ नि। ऊ इन्भाइरोमेन्ट नदिए पनि फ्रेमवर्कको जस्तो हाम्रो प्रोजेक्ट बनाउनलाई जस चाहिने मेथडहरू चाहिँ दिइरहेको हुन्छ। सो त्यो त्यो सिनेरियोबाट हेर्ने हो भने त काइन्ड अफ सेम जस्तै भयो नि। कस्तो भन्न खोज्नु भयो एकचोटि फेरि एक्सप्लेन गर्नु न। जस्तै उसले हामीलाई चाहिँ इन्भाइरोमेन्ट प्रोभाइड गर्छ होइन फ्रेमवर्कले चाहिँ, हजुर जस्तै डट नेट भयो यताउता भयो होइन। अनि एपिआईले चाहिँ हामीलाई चाहिने त्यो इन्भाइरोमेन्टमा काम गर्नको लागि चाहिने डिफ्रेन्ट मेथडहरू प्रोभाइड गर्छ नि। त्यस्तो भन्दा पनि एपिआईको जस्ट एउटा मेन फङ्सनालिटी भनेको ब्याकएन्डबाट फ्रन्ट एन्डमा कोड दिने मात्रै हो एपिआईको काम भनेको चाहिँ। ए भनेपछि त्यो डाटा कनेक्ट गर्नलाई डाटा ब्याक फेच गर्ने, जस्तै ब्याकएन्ड डाटाबेसमा भएको डाटाहरूलाई चाहिँ फ्रन्ट एन्डमा दिने, फ्रन्ट एन्डबाट चाहिँ तपाईँको केही कुराहरू ब्याक एन्डमा सेभ गर्नु पऱ्यो, पठाउनु पऱ्यो भने चाहिँ त्यो पाथ चाहिँ क्रिएट गरिदिने काम मात्रै हो एपिआईको। अरू कसैलाई केही छ? हामीले यसमा स्टेट म्यानेजमेन्ट चाहिँ के को सिक्छौँ हामीले अहिले स्टेट म्यानेजमेन्ट फर्स्ट बेसिक स्टेट म्यानेजमेन्ट भनेको सेट स्टेट नै हो होइन। अनि अर्को यो अलिक ठुलो स्टेट म्यानेजमेन्ट सिक्नको लागि चाहिँ तपाईँलाई टाइम नै लाग्छ होइन। त्यो भएर चाहिँ त्यसको लागि चाहिँ मैले एउटा अनाउन्समेन्ट गर्छु भनेको थिएँ, त्यो चाहिँ म गर्छु। अरू क्वेसन कसैको छ भने त्यो सल्भ गरेर चाहिँ हामी अनाउन्समेन्टतिर लाग्छौँ है त। हामीले यसमा फ्लटरमा युज हुने भनेको तपाईँको के छ भन्दाखेरि फ्लटरमा युज हुने भनेको गेटएक्स छ, प्रोभाइडर छ, ब्लक छ, अनि रिभरपोर्ट भन्ने यति 4-5वटा अलि फेमस स्टेट म्यानेजमेन्टहरू हो। ओके, अरू कसैको केही क्वेसन छ? अनाउन्समेन्टको लागि चाहिँ सर म्याकमा एक्सकोड डाउनलोड नै गर्नुपर्छ, 12 GB छ म्याकमा। अब तपाईँले आइओएस एप्लिकेसन बनाउने हो भने चाहिँ पर्छ, तर एन्ड्रोइड मात्रै बनाउने हो भने चाहिँ एक्सकोड नहुँदा पनि हुन्छ है त। ओके, म अब एनाउन्समेन्टतिर लाग्छु। एनाउन्समेन्ट चाहिँ के छ भन्दाखेरि मैले चाहिँ 30 डेज फ्लटर कम्प्रिहेन्सिभ कोर्स लन्च गर्न लागेको छु। जस्तै तपाईँहरूले स्टार्टदेखि फिनिस एप्लिकेसन, एउटा फुल रियल वर्ल्ड एप्लिकेसन बनाउनेदेखि लिएर प्ले स्टोरमा पब्लिस गरेर कसरी तपाईँहरूले अर्निङ गर्न सक्नुहुन्छ र एआईबाट कति छिटो फास्ट हामीले फ्लटर एप्लिकेसन बनाउन सक्नुहुन्छ भनेर 30 डेजको कोर्स मैले लन्च गर्न लागेको छु। त्यसको रेस्पोन्स चाहिँ फाइनल डिटेल चाहिँ भोलि आउँछ। तपाईँहरूलाई जस्तै त्यसमा जोइन हुन मन छ भने चाहिँ म एउटा फर्म पठाइदिन्छु, त्यसमा चाहिँ रजिस्टर गर्नु होला। यो 30 डेज फ्लटर कम्प्रिहेन्सिभ कोर्सको चाहिँ डिटेल के छ, कस्तो छ, कहिलेदेखि स्टार्ट हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले भोलि चाहिँ डिटेल पाउन सक्नुहुन्छ है त। फ्री चाहिँ होइन 30 डेज भने पनि मेरो 30 डेज भनेपछि
मेरो पनि डेली 1 आवर टाइम दिँदाखेरि अलिकति प्रिपेयर पनि गर्नुपर्छ होइन। 30 डेज 1 आवर गर्दाखेरि चाहिँ हाम्रो लगभग 4 हप्तामा 1 विकडेज छोडेर लगभग हप्तामा 6 दिन चाहिँ क्लास नै हुन्छ तपाईँको। अनि टाइम चाहिँ इभिनिङमै गरौँ, सबैको रेस्पोन्स के आउँछ त्यो अनुसार चाहिँ गरौँ भन्ने हो। तपाईँहरूले यो फर्म चाहिँ भरिदिनुहोस्, अनि त्यसपछि हामी डिटेल के छ कस्तो छ अनि फीहरू कति लाग्छ, के सिक्न सकिन्छ त्यो कुराहरू चाहिँ हामी भोलि लास्टमा म तपाईँहरूलाई प्रोभाइड गर्छु है त। जस्तै तपाईँहरूले मेरै एप्लिकेसन हेर्नुभयो भने चाहिँ मैले अर्ग्यानिक युज गरेर नै जस्तै प्ले स्टोरमा एप्लिकेसन लन्च गरेको छु। जस्तै मेरो एप्लिकेसन हेर्नुभयो भने तपाईँहरूले हेर्नुभयो भने एउटा एप्लिकेसनमा 500K डाउनलोड गएको छ, अनि एउटा एप्लिकेसनमा चाहिँ 1000K 100K डाउनलोड गएको छ। त्यो भएर चाहिँ तपाईँहरूले यसरी अर्ग्यानिकल्ली डाउनलोड बढाएर आफ्नो एप्लिकेसनहरू लन्च गरेर कसरी चाहिँ अर्न गर्न सक्नुहुन्छ पेसिभ इन्कमहरू चाहिँ, त्यो चाहिँ 1 मन्थको कोर्स हुन्छ, त्यसको बारेमा डिटेलमा दिन्छौँ। तपाईँहरू यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ मैले फर्म प्रोभाइड गरिदिएको छु, त्यो चाहिँ तपाईँहरूले भर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ हाम्रो इनरोल हुनको लागि चाहिँ मिनिमम 10 स्टुडेन्ट हुनुभयो भने चाहिँ हामीले क्लासहरू स्टार्ट गर्छौँ। अनि क्लासहरू चाहिँ तपाईँले बिहान गर्ने भन्नुहुन्छ कि साँझमा गर्ने भन्नुहुन्छ, तपाईँहरूको फर्ममा भएको मेजोरिटी रेस्पोन्स अनुसार चाहिँ हामीले क्लास स्टार्ट गर्छौँ है त। यदि तपाईँहरू मोबाइल एप डेभलपमेन्टमा इन्ट्रेस्टेड हुनुहुन्छ र आफ्नो एप्लिकेसन पनि बनाएर प्ले स्टोरमा पब्लिस गरेर मैले जस्तै 500K 100K एप्लिकेसनहरू डाउनलोड गराउन चाहनुहुन्छ भने तपाईँहरूले फर्म भर्नु होला है त। गुगल फर्म मैले प्रोभाइड गरिदिएको छु। अनि जस्तै मैले चाहिँ यो कुनै कम्पनीहरूसँग एसोसिएट भएर अथवा कुनै टिमहरू लिएर गरेको होइन, जस्ट मैले सिम्पल सोलो नै गरेको हो। त्यो भएर चाहिँ तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। आजकलको एआईको जमानामा त जति पनि कोड लेख्न सकिन्छ एकचोटि कन्सेप्ट बुझिसकेपछि। त्यो भएर चाहिँ यो कोर्स चाहिँ तपाईँहरूलाई म दिन तपाईँहरूलाई चाहिन्छ होला 1 महिनाको लागि। 4 दिनले चाहिँ पुग्दैन, कति कुराहरू मिस भएको छ पनि आज पनि। जस्तै तपाईँहरूलाई मैले स्टेट म्यानेजमेन्टको बारेमा सिकाउन सकेको छैन, फुल्ली अवेटको बारेमा सिकाउन सकेको छैन, फुल्ली तपाईँको अब जस्तै कुनै विजिटहरू हुन्छ त्योहरू सिक्न सकेको छैन। त्यो कुराहरू चाहिँ हाम्रो 1 मन्थको कोर्समा चाहिँ कम्प्लिट हुन्छ है त। ओके, कसैको केही क्वेसनहरू छ भने चाहिँ भन्नु होला। यसको डिटेलको बारेमा चाहिँ म तपाईँहरूको व्हाट्सएप ग्रुपमा पनि फरवर्ड गरिदिन्छु। आजको लागि सेसन यही नै इन्ड गरौँ होला है त। अनि आजको टास्कहरू के छ म त्यो पनि तपाईँहरूलाई प्रोभाइड गरिदिन्छु एकछिनमा, ग्रुपमै पठाइदिन्छु डिटेलहरू चाहिँ। अनि तपाईँहरू यदि इनरोल हुन चाहनुहुन्छ र कुनै साथीहरूलाई सिक्न चाहनुहुन्छ फ्लटर मोबाइल एप डेभलपमेन्ट सिक्न चाहनु भएको छ भने पनि तपाईँहरूले फरवर्ड गरिदिनु सक्नुहुन्छ है त। ओके गाइज, आजको लागि चाहिँ यही नै इन्ड गरौँ होला। हस्, सबैजनालाई गुड नाइट है त। केही बुझ्नु भएन भने चाहिँ तपाईँहरूले व्हाट्सएप ग्रुपमा पनि मेसेज गर्न सक्नुहुन्छ। आज आएको एरर चाहिँ हामी भोलि सल्भ गरेर त्यसपछि अरू सेसनहरू स्टार्ट गर्छौँ। अनि तपाईँहरूको भोलि चाहिँ 8 बजेदेखि सुरु हुन्छ है त। 8 बजेदेखि 10 बजेसम्म 2 घन्टा हुन्छ है त। ओके गाइज, ल आजको लागि गुड नाइट है त सबैजनालाई। गुड नाइट सर। ल गुड नाइट है। म डिटेलहरू चाहिँ व्हाट्सएप ग्रुपमै फरवर्ड गरिदिन्छु। हस्। ओके। End meeting for all.
announcement file, download video from comment.